कक्षा 10 मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरु तपाईहरुलाई स्टडी साइन्स नेपालको युट्युब च्यानलमा हार्दिक स्वागत छ। कक्षा 10 मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरुलाई विज्ञान तथा प्रविधि विषयको सिकाइमा केही सहजता ल्याउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित पाठ्यपुस्तकसँग सम्बन्धित एक्सरसाइज अथवा अभ्यासमा रहेका प्रश्नहरू र ती प्रश्नहरूको समाधान उपलब्ध गराउने उद्देश्यले मैले यस अघि नै युनिट 1 साइन्टिफिक स्टडी वैज्ञानिक अध्ययन पाठ अन्तर्गत रहेर भिडियो तयार गरी सकेको थिएँ। पक्कै पनि उक्त भिडियोले विद्यार्थी भाइ बहिनीहरूलाई विज्ञान तथा प्रविधि विषयको सिकाइमा केही सहजता ल्यायो भन्ने मैले अपेक्षा गरेको छु र आजको यो भिडियोमा विज्ञान तथा प्रविधि विषय कक्षा 10 अन्तर्गत एकाइ 2 सजीवहरूको वर्गीकरण क्लासिफिकेसन अफ अर्गानिजम्स सँग सम्बन्धित रहेर यो भिडियो तयार गरेको छु र पक्कै पनि यो भिडियो विद्यार्थी भाइ बहिनीहरूलाई विज्ञान तथा प्रविधि विषयको सिकाइमा थप सहजता प्रदान गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु र ढिला नगरी म अगाडि बढ्न चाहे। म निरन्तर रूपमा विज्ञान तथा प्रविधि विषय कक्षा 10 अन्तर्गत रहेका सम्पूर्ण पाठहरू तिनीहरूको अभ्यासलाई प्रस्तुत गर्दै जानेछु र आजको यो भिडियोमा युनिट 2 जीवहरूको वर्गीकरण क्लासिफिकेसन अफ अर्गानिजम्स भन्ने पाठसँग सम्बन्धित प्रश्नहरू र ती प्रश्नको समाधान यहाँ प्रस्तुत गर्न चाहन्छु। क्वेशन नम्बर 1 प्रश्न नम्बर 1 मा रहेको छ र आजको भिडियोमा मैले युनिट 1 को नेपाली माध्यम र अंग्रेजी माध्यमका लागि छुट्टा छुट्टै भिडियोहरू तयार गरेको थिएँ भने युनिट 2 मा यही भिडियोमा नेपाली र इंग्लिश ल्याङ्ग्वेज दुवै भाषासँग सम्बन्धित विषयवस्तु एकैचोटि प्रस्तुत गरेको छु र प्रश्न नम्बर 1 यस प्रकार रहेको छ। हेर्नुस् त प्रश्न नम्बर 1 मा तलका प्रश्नहरूको सही विकल्प छनौट गर्नुहोस्। हामीलाई यासीई परीक्षामा सोध्ने प्रश्नहरुमा पनि विभिन्न 4 वटा प्रकारका प्रश्नहरू सोधिन्छ र ग्रुप 1 मा मल्टिपल चोइस क्वेशन का प्रश्नहरू रहेका हुन्छन् जसमा प्रश्न र 4 वटा अप्सन दिएको हुन्छ र हामीले उक्त प्रश्नमा को सबैभन्दा मिल्ने उत्तर पुस्तिकामा लेख्नुपर्ने हुन्छ र त्योसँग सम्बन्धित प्रश्न रहेको छ। तलका प्रश्नको सही विकल्प छनौट गर्नुहोस् भनेको छ। हेर्नुस् त चुज द करेक्ट अप्सन फर द फलोइङ क्वेशन्स बिलो। क्वेशन नम्बर यस प्रकार छ वनस्पति जगतमा पर्ने जीवहरूका मुख्य विशेषता के हुन्? What are the main features of organism under kingdom Plantae? हेर्नुस् त अब हामीलाई यो प्रश्नसँग सम्बन्धित विभिन्न 4 वटा अप्सनहरू उपलब्ध गराएको हुन्छ। अप्सन ए मा छ युक्यारियोटिक कोष कोषमा कोषभित्र भएको र परपोषक युक्यारियोटिक सेल विथ सेल वाल। अप्सन पढ्नुस् राम्रोसँग युक्यारियोटिक सेल विथ सेल वाल र हेट्रोटप्स भन्ने छ और यहाँ प्लान्टी भन्ने छ। प्लान्ट भनेको वनस्पति जगतका जीवहरू पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूलाई थाहा छ अटोट्रप्स हुन्छन् अथवा स्वपोषक हुन्छन् अथवा यिनीहरू आफ्नो खाना आफै बनाउन सक्ने हुन्छन्। त्यसैले गर्दा यो हेट्रोट्रप्स भन्ने शब्दले गर्दा यो अप्सन करेक्ट हुन सकेन। नम्बर 2 मा छ युक्यारियोटिक कोषमा कोषभित्र नभएको, यहाँबाट बिग्रियो है। वनस्पति कोष अथवा प्लान्टी वनस्पति जगतमा पर्ने जीवहरू वनस्पतिहरूको के हुन्छ कोषमा कोषभित्र हुन्छ, यहाँ कोषभित्र नभएको बिग्रियो। परपोषक पनि बिग्रियो। हेर्नुस् त सेल विदाउट सेल वाल र हेट्रोट्रप्स भन्ने दुईटै अप्सन यसमा रङ छ, त्यही भएर यो पनि हामीले फर्स्ट पनि बिग्रियो, सेकेन्ड पनि बिग्रियो,
थर्डमा युक्यारियोटिक कोष भन्ने पनि मिल्यो, कोषमा कोषभित्ता भएको भन्ने पनि मिल्यो, स्वपोषक पनि मिल्यो। हेर्नुस् त युक्यारियोटिक सेल, सेल विथ सेल वाल। तपाईले 8 क्लासमा प्लान्ट सेल र एनिमल सेलको फिगर बनाइसक्नु भएको छ र प्लान्ट सेलमा सेल वाल हुन्छ भन्ने तपाईलाई थाहा छ। अटोट्रप्स भनेको दे क्यान प्रिपेयर देयर फुड देमसेल्फ्स, आफ्नो खाना यिनीहरूले आफै बनाउन सक्छन्। त्यसैले गर्दा यो प्रश्नको करेक्ट एन्सर थर्ड आईलाई मिल्दोजुल्दो छ र हामीले अर्को हेर्छौं युक्यारियोटिक कोष, कोषमा कोषभित्ता भएको दुईटा मिलेको छ र सेप्रोटोपिक भनेको छ। हेर्नुस् त युक्यारियोटिक सेल, सेल विथ सेल वाल र सेप्रोटोप्स भनेको छ। सेप्रोटोप्स भनेको के हो नि भन्दा डिपेन्ड्स अपन डेड एन्ड डिकम्पोज पार्ट्स अफ प्लान्ट्स एन्ड एनिमल, बिरुवा र जनावरका सडे गलेका मरेका वा सडे गलेका जीवहरुमा भर पर्नलाई सेप्रोफाइट्स भन्छ। भनेपछि यो पनि मिल्ने कुरा भएन। प्लान्ट अन्तर्गतका बिरुवाहरू, प्लान्टी, यो वनस्पति जगतमा पर्ने जीवहरू, यो थर्ड आई नम्बरको प्रश्न अप्सन मिलेको छ। युक्यारियोटिक कोष, कोषमा कोषभित्ता भएको र स्वपोषक अथवा युक्यारियोटिक सेल, सेल विथ सेल वाल र अटोट्रप्स भन्ने अप्सन सही भयो। बुझ्नु भयो नि है। त्यस्तै गरी यसको अप्सन थर्ड आई, एन्सर थर्ड आई अप्सन भयो। म अर्को क्वेशनतिर मुभ गरेँ। साइकसलाई किन जिम्नोस्पर्ममा राखिएको हो भनेको छ। वाइ इज साइकस केप्ट इन जिम्नोस्पर्म, साइकसलाई किन जिम्नोस्पर्ममा राखिएको हो भनेको छ। हेर्नुस् त फूल फुल्छ र बिउ उत्पादन गर्छ, 1 नम्बरमा छ हो। फूल फुल्छ, जिम्नोस्पर्मको विशेषता सम्झिनुस् त। जिम्नोस्पर्म भनेको दे हैव कोन इन्स्टेड अफ फ्लावर, यिनीहरुमा फूलको सट्टा के हुन्छ, कोन हुन्छ भन्ने हो। त्यसैले गर्दा यो अप्सन मिल्न सकेन। यसमा फूल फुल्छ यो पनि भयो है, बियर फ्लावर, फ्लावरको सट्टा दे हैव कोन इन्स्टेड अफ फ्लावर भन्छ, यो पनि मिलेन। जिम्नोस्पर्मको विशेषता सम्झिनुस्। यसमा फूलको सट्टा कोन हुन्छ र फल बिनाको नाङ्गो बिउ हुन्छ भनेको छ। बियर्स कोन्स इन्स्टेड अफ फ्लावर, seeds are naked without fruit भनेको छ। that is the main characteristics of the plants under the subdivision जिम्नोस्पर्म है। जिम्नोस्पर्म भन्ने सब डिभिजनमा रहेका बिरुवाहरूको मुख्य विशेषता भनेको यही हो, फूलको सट्टा कोन हुन्छ र फल बिनाको नाङ्गो बिउ हुन्छ भन्ने चाहिँ मुख्य विशेषता हो। त्यसैले गर्दा मैले यसलाई यतिकै छोडे। अहिले चाहिँ यस फूलको सट्टा कोन हुन्छ भनेको चाहिँ मिलेको छ, तर फल भित्र बिउ हुन्छ भन्ने मिलेन। जिम्नोस्पर्म अन्तर्गतका हेर्नुस् त बियर्स कोन्स इन्स्टेड अफ फ्लावर, seeds are enclosed, seeds are enclosed in fruit भनेको छ। र पक्कै पनि विद्यार्थी भाइ बहिनीहरुलाई थाहा छ जिम्नोस्पर्ममा भएका बिरुवाहरूको फल बिनाको नाङ्गो बिउ हुन्छ। यसैले गर्दा यो प्रश्नको सही उत्तर रहेको छ कुन नम्बरलाई भन्नुस्, थर्ड आई नम्बर, अथवा यसमा फूलको सट्टा कोन हुन्छ र फल बिनाको नाङ्गो बिउ हुन्छ। बियर कोन्स इन्स्टेड अफ फ्लावर एन्ड सीड्स आर नेकेड विदाउट फ्रुट भन्ने अप्सन सही हुन्छ। र यो सब डिभिजन जिम्नोस्पर्म अन्तर्गत पर्ने बिरुवाहरूको मेन क्यारेक्टर्स पनि हो, यो तपाईले सम्झिनु पर्ने हुन्छ है। त्यस्तै गरी सी नम्बरमा छ, यहाँ दुईवटा जीवको चित्र दिएको छ भनेको छ। हेर्नुस् त यहाँ दुईटा जीवको चित्र दिएको छ, दुवै जीव एउटै जगतमा पर्छन्। हेर्नुस् त यहाँनिर भ्यागुता छ र यो चाहिँ के हो नि ब्लड फ्लुग हो है। ब्लड फ्लुग यो प्लाटी एलिमेन्थिस भन्ने फाइलमको र भ्यागुता भनेको कर्डेटा फाइलमको। तर यिनीहरू दुईटै कुन जगतमा पर्दछन् ल भन्नुस् त, कुन जगतमा, जन्तु जगतमा पर्दछन्। यी दुईटै केमा पर्छन्, किङडम एनिमालियामा पर्दछन् है। किङडम एनिमल, टु एनिमल्स भनेको छ, त्यो भएपछि त एनिमालिया अन्तर्गत पर्दछन्। यी चित्रहरू अवलोकन गर्नुहोस् र यी दुवैलाई एउटै जगतमा राख्नुको मुख्य कारण के हो भनेको छ। Two animals are shown here in figure
they belongs to the same kingdom, that means they belongs to the kingdom Animalia, अथवा यी जीवहरू जन्तु जगतसँग सम्बन्धित छन्. Look at the figure and write the main reason for grouping them under the same kingdom. यिनीहरूलाई किन एउटै किङडममा राखिएको होला भनेर सोधेको छ र हामीलाई अप्सन यस प्रकार दिएको छ. हेर्नुस् नम्बर फर्स्टमा बहुकोषीय भई विभिन्न प्रणाली युक्त हुन्छन् भनेको छ. मल्टी सेलुलर एन्ड ह्याभ भेरियस अर्गान सिस्टम है. अर्को छ बहुकोषीय भई परपोषक हुन्छन्. मल्टी सेलुलर एन्ड हेट्रोट्रप्स है. यिनीहरू बहुकोषीय हुन्. हेट्रोट्रप्स पनि हुन् आफ्नो खानाको लागि. दे डिपेन्ड्स अपन अदर फर देयर फुड. आफ्नो खानाका लागि यिनीहरू अरूमा भर पर्छन् है. यो चाहिँ मिल्ने छ है. अब थर्डमा बहुकोषीय भई परजीवी हुन्छन् होइनन्. प्यारासाइट्स होइनन्. यो चाहिँ बिग्रियो. त्यसपछि छ बहुकोषीय भई ओभी प्यारस हुन्छन् भनेको छ. यो त ओभी प्यारस हो तर यो त एसेक्सुअल अथवा सेक्सुअल रिप्रोडक्सनबाट काम गर्छ भन्ने कुरा छ. यो पनि मिलेन. त्यसैले गर्दा यो प्रश्नको करेक्ट एन्सर भनेको बहुकोषीय भई परपोषक हुन्छन् भन्ने है. यो दुईटामा मिल्ने वाला खोज्न पर्यो. भनेको अर्थ यसको करेक्ट अप्सन हो सेकेन्ड आई है. यो प्यारासाइटिक भन्ने मिलेन. प्यारासाइटिक भनेको के हो नि, डिपेन्ड्स अपन होस्ट सेल, अर्कोको शरीरमा बस्ने हो. ओभी प्यारस भनेको देले एक्स हो. यो अब योबाट मिल्छ, यो मिल्दैन फेरि. त्यसैले गर्दा यिनीहरू अब यो एनिमल किङडम अन्तर्गत अथवा जन्तु जगतमा राख्न कारण के हो, बहुकोषीय र परपोषक हो. यो जान्नु होला. किङडम एनिमालियामा भएका जीवको मेन क्यारेक्टर्स बहुकोषीय र परपोषक अथवा मल्टिसेलुलर र हेट्रोट्रोपिक इन नेचर भन्ने यो चाहिँ जान्नु होला है त. त्यस्तै गरी म नेक्स्ट क्वेसनमा अगाडि बढ्न चाहे. डी नम्बरमा छ हेर्नुस् त. क्रम विकासका आधारमा दिएका मध्ये सबैभन्दा धेरै नजिकको सम्बन्ध भएका जीवहरूको समूह कुन हो? बेस्ड अन इभोल्युसन which of the following groups of organism are closely related भनेको छ. पोरिफेरा एनेलिडा कोडेटा, यहाँ दियो पोरिफेरा एनेलिडा कोडाटा, पोरिफेरा आर्थ्रोपोडा कोडाटा, सिलेन्ट्रेटा आर्थ्रोपोडा कोडाटा, प्लाटिहेल्मिन्थेस, नेमाथेल्मिन्थेस एनेलिडा भनेको छ. यसको लागि हामीले फाइलमहरुको जुन हामीले पढेका हुन्छौं, जुन अलरेडी इभोल्युसनको आधारमा 5 किङडम सिस्टममा जीवहरुलाई इभोल्युसनको आधारमा पनि अरेन्ज गरेको छ. त्यसैले गर्दा यो जान्नु भयो भने हुन्छ. यहाँबाट हेर्नु होला. पोरिफेरा, सिलेन्ट्रेटा, प्लाटिहेल्मिन्थेस, नेमाथेल्मिन्थेस, एनेलिडा, आर्थ्रोपोडा, मोलस्का, इकाइनोडर्माटा र कोडाटा गरेर विभिन्न फाइलमहरु यहाँनेर हामीलाई दिएको छ. र अब तपाईले यो दिएको मैले जुन यहाँनेर नोट लेखेको छु यसको आधारमा तपाईले माथिको सम्बन्ध हेर्नुस् त कुन चाहिँ मिल्छ. पोरिफेरा एनेलिडा भनेपछि यहाँबाट डाइरेक्ट यहाँ पुग्यो, एनेलिडा भनेपछि यहाँ आयो अनि यहाँ आयो, यो मिलेन. पोरिफेरा पछि आर्थ्रोपोडा भयो, छुट्यो धेरै. सिलेन्ट्रेटा पछि आर्थ्रोपोडा भयो, यहाँ पनि छुट्यो. अब हेर्नुस् प्लाटिहेल्मिन्थेस, नेमाथेल्मिन्थेस र एनेलिडा, यहाँबाट हेर्नुस् त प्लाटिहेल्मिन्थेस, नेमाथेल्मिन्थेस र एनेलिडा भनेको छ. यसैले गर्दा यो प्रश्नको करेक्ट आन्सर हो आईभी नम्बरको आन्सर है त. आईभी नम्बरको आन्सर इमा छ. व्हेललाई स्तनधारी समूह अन्तर्गत राखिनुको मुख्य कारण के हो भनेको छ. व्हाट इज द मेन रिजन फर क्लासिफाइङ व्हेल्स इन द क्लास म्यामिलिया. पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूलाई यो स्तनधारी जीव अथवा म्यामिलियाहरूको मेन क्यारेक्टर तपाईले क्लासमा पढिसक्नु भएको छ. र यहाँ हेर्नुस् त फोक्सोले सास फेर्छ भनेको छ. अब फोक्सोले सास फेर्न त अरु जीवहरू पनि हुन्छन्. शरीरमा मेरुदण्ड हुन्छ भनेको छ. यो त भर्टिब्रेट्सहरुको सबैको मेरुदण्ड हुन्छ. भिभी प्यारस हुन्छ भनेको अर्थ स्तनधारीमा पर्ने जीवको मेन क्यारेक्टर चाहिँ म्यामिलियाको स्तनधारी भिभी प्यारस पनि हो हुनलाई. तर यसमा के छ हेर्नुस् त बच्चा जन्माएर दूध चुसाउँछ भनेको छ. गिभ्स बर्थ एन्ड सकल मिल्क टु यङ वन्स भनेको छ. यहाँ दुईटा मिल्दो जुल्दो भयो भने ठ्याक्कै बढी प्रभावकारी आन्सर
बच्चा जन्माएर दूध चुसाउँछ अथवा गिव्स बर्थ एन्ड सकल मिल्क टु यङ वन्स भन्ने हुन्छ। त्यसैले यो प्रश्नको करेक्ट एन्सर हो आईबी नम्बर है त। म्यामिलिया अन्तर्गतको मेन क्यारेक्टरमा पर्छ बच्चा जन्माउँछ र बच्चालाई के गर्छ दूध चुसाउँछ भन्ने नै यसको चाहिँ करेक्ट एन्सर हो। त्यस्तै गरी अर्को क्वेशन छ क्वेशन नम्बर एफ मा मस भन्दा कलमस विकसित हुनको कारण के हो? मस भन्दा कलमस विकसित हुनको कारण के हो? वाइ आर क्लब मसेस मोर एडभान्स देन मस भनेको छ। क्लब मस भनेको स्पोरोफाइट हो भनेको छ है। क्लब मसमा जाइलम र फ्लोएम तन्तु हुन्छ भनेको छ। जाइलम एन्ड फ्लोएम टिस्यु आर फाउन्ड इन क्लब मस भनेको छ। अब यो क्लब मस भनेको कहाँ पर्छ भन्ने कुरा जान्नु पर्यो। क्लब मस जमिनमा हुर्किन्छ भनेको छ। अल्टरनेसन अफ जेनेरेसनमा स्पोरोफाइट प्रबल हुन्छ भनेको छ। अब विद्यार्थी भाइ बहिनीहरू यो वाइ आर क्लब मसेस मोर एडभान्स भनेको छ हो र क्लब मस भनेको छ नि यो क्लब मस भनेको कहाँ पर्छ भन्दाखेरि डिभिजन ट्राकियोफाइटा अन्तर्गत पर्दछ र डिभिजन ट्राकियोफाइटा अन्तर्गत पर्ने बिरुवाहरूमा के हुन्छ जाइलम र फ्लोएम तन्तु विकसित हुन्छ। मेन क्यारेक्टर यो है ट्राकियोफाइटा डिभिजन ट्राकियोफाइटा अन्तर्गत पर्ने र यो चाहिँ सब डिभिजन टेरिडोफाइटामा पर्छ होला। टेरिडोफाइटामा पर्छ र डिभिजन ट्राकियोफाइटामा पर्ने जीवको मेन क्यारेक्टर भनेको जाइलम र फ्लोएम तन्तु अथवा यिनीहरूलाई भास्कुलर तन्तु भन्छ अथवा यिनीहरूले कन्डक्टिङ टिस्यु पनि भन्छ है। कन्डक्ट गर्छन्। जाइलमले के गर्छ रुटबाट रुट यसले चाहिँ वाटर र मिनरल्सहरू रुटबाट लिफमा पुर्याउने काम गर्छ। फ्लोएमले पातमा लिफमा बनेको खानालाई बिरुवाको विभिन्न भागमा पुर्याउने गर्छ। त्यसैले गर्दा यो प्रश्नको सही जवाफ हो सेकेन्ड आई नम्बर। किनभने क्लबमस टेरिडोफाइटा सब डिभिजनमा पर्दछ जुन ट्राकियोफाइटा डिभिजनमा पर्दछ। मस चाहिँ यो है ब्रायोफाइटामा पर्दछ। त्यसैले गर्दा ट्राकियोफाइटामा पर्ने जीवको क्यारेक्टर भनेको डेभलप भास्कुलर टिस्यु हो। त्यसैले गर्दा यो सेकेन्ड आई नम्बरको आन्सर करेक्ट भयो। त्यस्तै गरी कोषमा कोषभित्र हुने जीवहरूका जगत कुन कुन हो भनेको छ। टु व्हिच किङडम डु द अर्गानिजम्स ह्याभिङ सेल वाल बिलोङ्स भनेको छ। अब यहाँनिर एनिमलिया भनेको छ। एनिमलमा त तपाईहरुले थाहा छ चित्र बनाइसक्नु भएको थियो क्लास 8 मा। यिनीहरुको त बाहिर सेल मेम्ब्रेन हुन्छ सेल वाल हुँदैन। यो भएपछि यो बिग्रिहाल्यो। सेकेन्डमा छ फन्जाई प्लान्टी र प्रोटिस्टा हो रे। प्रोटिस्टा भएपछि बिग्रियो। फन्जाई प्लान्टी एनिमलिया हुनाले बिग्रियो। फन्जाई प्लान्टी र मोनेरा भनेको छ। यसको करेक्ट आन्सर हो आइवी है। फन्जाई प्लान्टी र मोनेरा अन्तर्गतका जीवहरुमा के हुन्छ दे हैव सेल वाल है। यिनीहरुको बाहिर कोष भित्ता हुन्छ अथवा सेल वाल हुन्छ। त्यसैले यो प्रश्नको सही उत्तर हो फन्जाई प्लान्टी र मोनेरा। फन्जाई प्लान्टी र मोनेरा। अब हेर्नुस् फेरि याच नम्बरमा पुगे म। मुटुमा 4 वटा कोठा हुने। अब सम्झिनुस् क्यारेक्टर्स। शरीर भुत्ला र पखेटाले छोपेको। कति राम्रो यहाँ आइहाल्यो नि है। शरीर भुत्ला र पखेटाले छोपेको भनेको छ यही छ। ओभिप्यारस भनेको अण्डाबाट के गर्छन् बच्चा जन्माउने जनावर कुन समूहमा पर्दछन्? टु व्हिच क्लास डु एग लेइङ एनिमल्स विथ अ 4 च्याम्बर्ड हार्ट and body covered with feather belongs भनेको छ हो रे। body covered with feathers शरीरलाई केले ढाकेको भुत्ला र पखेटाले ढाकेको। अब हेर्नुस् स्तनपायी भनेको त अघि मैले भनिसके। मेन क्यारेक्टर भनेको म्यामिलियाको त के हुन्छ नि बच्चा जन्माउँछन् र बच्चालाई के गर्छन् दूध चुसाउँछन् भन्ने हो। या परेन। सरीसृप रेप्टाइल भनेको त घर्सेर हिँड्छन्। शरीर कडा आवरणले ढाकेको हुन्छ। पंक्षी हेर्नुस् त है शरीर भुत्ला र पखले ढाकेको पखेटाले ढाकेको हुन्छ त्यही हो। उभयचर भनेको त जमिन र पानी दुवै ठाउँमा बस्ने भनेपछि पक्कै पनि विद्यार्थी भाइ बहिनीहरुले यो अप्सनलाई हेरेर शरीर भुत्ला र पखेटाले ढाकेको हुन्छ अथवा बडी कभर्ड विथ फिदर भन्ने अप्सनलाई हेरेर तपाईहरुले कुन सँग रिलेटेड छ भन्ने कुरा बुझिसक्नु भएको छ होला। यसको करेक्ट आन्सर छ थर्ड आई नम्बर।
थर्ड आई यहाँसम्म खासै समस्या छैन होला तपाईहरुलाई आई नम्बरमा पर्यो तलका मध्ये कुन समूह एन्जियोस्पर्म अन्तर्गत पर्दछ भनेको छ which of the following group of plants belongs to angiosperm भनेको छ ल हेर्नुस् सल्लो उनिउ र केरा हो यहाँ सल्लो भन्ने मिलेन यो चाहिँ के अन्तर्गत पर्दछ जिम्नोस्पर्म अन्तर्गत पर्दछ उनिउ चाहिँ टेरिडोफाइटा अन्तर्गत पर्दछ यो है फाइनस फन र पी भनेको छ विद्यार्थी भाइ बहिनीलाई थाहा छ पाइनस भनेको सल्लो यो चाहिँ जिम्नोस्पर्म अन्तर्गत पर्दछ फन भनेको उनिउ यो टेरिडोफाइटा अन्तर्गत पर्दछ र पी भनेको केरा बल्ल एन्जियोस्पर्म पर्दछ भनेपछि यो पनि मिलेन यो त मिलेन अर्कोमा जाम धुपी भनेको छ जुनिपर यो पनि के अन्तर्गत पर्दछ जिम्नोस्पर्म अन्तर्गत पर्दछ अब अरु मेज र ग्राम त एन्जियोस्पर्म हो भनेपछि यसले गर्दा यो पनि मिलेन मस भनेको छ मस त ब्रायोफाइटामा पर्दछ यो पनि गइहाल्यो यसले गर्दा मिलेन धान केरा आँपलाई हेर्नुस् धान केरा आँप भनेको चाहिँ के हुन् यिनीहरुमा फल लाग्छ फलले बिउलाई ढाकेको हुन्छ यिनीहरुमा फूल फुल्छ है त भन्ने अप्सन भयो त्यसैले गर्दा यसको करेक्ट आन्सर हो आईभी नम्बरको आन्सर करेक्ट आन्सर हो आईभी नम्बरको आन्सर है त अगाडि बढे शरीरमा भास्कुलर तन्तु हुने अघि पनि मैले भनिसकेको छु यी भास्कुलर तन्तु हुने बिरुवाको डिभिजनलाई के भनिन्छ which division to the plants having vascular tissue belongs to स्पोरोफाइटा भन्ने त छँदै छैन हामीले डिभिजन पढेको छैन ग्यामेटोफाइटा भन्ने डिभिजन पढेको छैन ट्राकियोफाइटा छ अनि स्पर्माटोफाइटा अरु हामीले पढेकै छैन के हो नि भास्कुलर तन्तु विकसित भएको भनेको ट्राकियोफाइटा ल यसको थर्ड आई नम्बर आन्सर भास्कुलर तन्तु भनेका कन्डक्टिङ टिस्युहरु हुन् है भास्कुलर टिस्यु भनेको कन्डक्टिङ टिस्युहरु हुन् जाइलम र फ्लोएम हुन् जाइलमले के गर्छ ज भनेपछि जल पानी बोक्छ रुटबाट पातमा पानी ल्याउने काम गर्छ फ्लोएम भनेपछि फल भनेको के होला भन्नुस् त लिफमा बनेको खानालाई बिरुवाको विभिन्न भागमा लैजाने काम गर्छ त्यसैले गर्दा भास्कुलर टिस्युजहरु डेभलप भएको डिभिजन भनेको के होला भन्नुस् त ट्राकियोफाइटा हो है त हामी क्वेशन नम्बर 2 तिर लाग्यौं अब डिफरेन्शिएट भनेको छ फरक लेख्नुहोस् ए नम्बरमा छ वनस्पति जगत र जन्तु जगत प्लान्ट किंगडम र एनिमल किंगडम पक्कै पनि विद्यार्थी भाइ बहिनीहरु यो भिडियोमा मैले इंग्लिश र नेपाली मिडियमलाई सँगै राखेर क्वेशन आन्सर गरिरहेको छु यसले झन् तपाईहरुलाई यो विज्ञान तथा प्रविधि विषय बुझ्न केही मद्दत गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु यदि तपाईहरुलाई दुईटा मिडियममा सँगै हुँदाखेरि केही अप्ठ्यारो परेमा कमेन्ट गर्नु होला र आउँदो भिडियोमा चाहिँ यदि दुईटा मिडियमबाट सजिलो भयो भने म सँगै राख्छु यदि तपाईहरुलाई अप्ठ्यारो भयो भने फेरि छुट्टाएर युनिट 1 जस्तै नेपाली र इंग्लिश मिडियमलाई छुट्टा-छुट्टै भिडियो हामी प्रस्तुत गर्ने छौं है त ल आन्सर ल हेर्नुस् ल हामी चाहिँ वनस्पति जगत प्लान्ट किंगडम र जन्तु जगत एनिमल किंगडम बीचको डिफरेन्स लेख्दै छौं वनस्पति भनेको यिनीहरु स्वपोषक हुन्छन् they are autotrophs that means they can prepare their food themselves by the process of photosynthesis स्वपोषक भनेको यिनीहरुले वनस्पति जगत अन्तर्गतका बिरुवाहरुमा क्लोरोफिल हुन्छ ड्यू टु प्रेजेन्स अफ क्लोरोफिल है यो बिर्सिनु हुँदैन यिनीहरुमा क्लोरोफिल भनेको हरित कण हुन्छ ड्यू टु प्रेजेन्स अफ क्लोरोफिल they can prepare their food themselves by the process of photosynthesis यिनीहरुमा क्लोरोफिल भनेको हरित कण हुन्छ हरित कण भएको हुनाले यिनीहरुले के गर्न सक्छन् प्रकाश संश्लेषण प्रक्रियाबाट आफ्नो खाना आफै बनाउन सक्छन् त्यसैले गर्दा एक नम्बरमा छ यिनीहरु स्वपोषक हुन्छन् यिनीहरु परपोषक हुन्छन् यिनीहरुमा हरित कण हुँदैन त्यसैले गर्दा यिनीहरु खानाको लागि अन्य जीवमा मेनली चाहिँ वनस्पति जगत अन्तर्गतका जीवमा भर पर्दछन् दे आर हेटेरोट्रफ्स यो जान्नु होला अटोट्रफ्स they can prepare their food themselves by the process of photosynthesis due to presence of chlorophyll
हेटरोट्रफ्स भनेको दे आर अनेबल टु प्रिपेयर देयर फुड देमसेल्फ्स एन्ड डिपेन्ड्स अपन अदर अर्गानिजम्स फर देयर फुड। यिनीहरूको कोषमा कोषभित्ता हुन्छ। दे हेभ सेल वाल इन देयर सेल। अब पक्कै पनि 8 कक्षामा तपाईले प्लान्ट सेल र एनिमल सेल बनाउनु भएको थियो, टिचरले प्रोजेक्ट वर्क दिनुभएको थियो होला, त्यो सम्झिनुस् त है। यिनीहरूको कोषमा कोषभित्ता हुँदैन। दे डु नट हेभ सेल वाल इन देयर सेल। यिनीहरूको चाहिँ बाहिरी सेल, सेलको बाहिरी तहलाई नै के भनिन्छ? सेल मेम्ब्रेन भनिन्छ है। ल यसको एन्सर लेख्नुस्। र मैले सजिलो दुईटा मात्र लेखेको छु, फरक चाहिँ हामी धेरै लेख्न सक्छौं है त। माछा र तारा माछा, फिश एन्ड स्टार फिश भन्ने छ हेर्नुस् त। अर्को चाहिँ नेक्स्टमा एन्सर हेर्नुस्। क्रस मैले अगाडि माछा राखेको छु, पछि तारा माछा राखेको छु, स्टार फिश। ल माछा फाइलम कर्डेटा अन्तर्गत पर्दछ। फिश बिलोंग्स टु फाइलम कर्डेटा है, यो जान्नु होला। फाइलम कर्डेटा अन्तर्गत पर्दछ भने तारा माछा फाइलम इकाइनोडर्माटा अन्तर्गत पर्दछ। इकाइनोडर्माटा है। स्टार फिश बिलोंग्स टु फाइलम इकाइनोडर्माटा। इकाइनोडर्माटा यो फाइलम कर्डाटा, फाइलम इकाइनोडर्माटा। माछाको शरीरमा मेरुदण्ड हुन्छ। फिश हैव अ बैकबोन, ये भर्टिब्रेट्स हो। फिश भर्टिब्रेट्स हो। तारा माछाको शरीरमा मेरुदण्ड हुँदैन। दैट मीन्स स्टार फिश डु नट हैव अ बैकबोन भनेको अर्थ इट इज इन्भर्टिब्रेट्स। यो पनि लेख्न सकिन्छ। माछा भर्टिब्रेट हो, शरीरमा मेरुदण्ड हुन्छ। तारा माछा इन्भर्टिब्रेट हो, मेरुदण्ड हुँदैन। माछा सबै प्रकारको पानीमा पाइन्छ। फिश आर फाउन्ड इन अल टाइप्स अफ वाटर, सबै प्रकारको पानीमा पाइन्छ भने तारा माछा समुद्रको नुनिलो पानी मात्र पाइन्छ। स्टार फिश आर फाउन्ड ओन्ली इन साल्टी सी वाटर है, समुद्रको नुनिलो पानी मात्र पाइन्छ। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूलाई यति भएपछि दुईटा तपाईहरुले डिफरेन्सेस लेख्न जान्नुपर्छ। हाम्रो एक्जाममा दुईटा लेखे पुग्छ र तपाईहरु चाहिँ यो बुझिसक्नु भयो जस्तो लाग्छ मलाई है। नम्बर सी मा गएम जेलीफिश र कटलफिश। ल हेर्नुस् जेलीफिश यसरी डिफरेन्सेस लेख्नु भने बुझ्न पनि सजिलो हुन्छ। जेलीफिश फाइलम सिलेन्ट्रेटा अन्तर्गत पर्दछ। जेलीफिश फाइलम ल हेर्नुस् है, जेलीफिश फाइलम सिलेन्ट्रेटा अन्तर्गत पर्दछ। यो याद गर्नु होला। जेलीफिश बिलोंग्स टु फाइलम सिलेन्ट्रेटा। बट कटलफिश हेर्नुस् त, कटलफिश फाइलम मोलस्का अन्तर्गत पर्दछ। कटलफिश बिलोंग्स टु फाइलम मोलस्का। जेलीफिश जनावर डिप्लोब्लास्टिक हुन्छ। डिप्लोब्लास्टिक भनेको दे हेभ टू लेयर अफ मेम्ब्रेन इन इम्ब्रोनिक स्टेज। भ्रूण अवस्थाबाट दुईवटा लेयर अफ मेम्ब्रेन भएर विकसित भएका हुन्छन्। डिप्लोब्लास्टिक जान्नुस्, डिप्लोब्लास्टिक। कटलफिश चाहिँ यो डिप्लोब्लास्टिक हुन्छ। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूलाई थाहा छ। फाइलम पोरिफेरा र सिलेन्ट्रेटा अन्तर्गतका जीवहरू डिप्लोब्लास्टिक हुन्छन्। त्यहाँभन्दा पछाडिका सबै फाइलमका जीवहरू ट्रिप्लोब्लास्टिक हुन्छन्। ट्रिप्लोब्लास्टिक है, ट्रिप्लोब्लास्टिक हुन्छन्। कटलफिश इज ट्रिप्लोब्लास्टिक एनिमल। जेलीफिशको पाचन प्रणाली पूर्ण हुँदैन। द डाइजेस्टिभ सिस्टम of jellyfish is incomplete. That means they have mouth but no anus. यिनीहरूको मुख हुन्छ तर मलद्वार हुँदैन। They have mouth but no anus. That means यिनीहरूको पाचन प्रणाली पूर्ण हुँदैन। Incomplete digestive system. Cuttlefish को पाचन प्रणाली पूर्ण हुन्छ। The digestive system of cuttlefish is complete. यो जान्नु होला। Digestive system of cuttlefish is complete. तपाईले यहाँबाट दुईटा चाहिँ जसै पनि जान्नु होला एक्जामको लागि। तर हाम्रो चाहिँ विशेषताहरूको कम्प्यारिजन गरेर एक्जाममा क्वेशन सोध्छ। त्यसले गर्दा तपाईहरुलाई क्वेशन सोध्ने भएको हुनाले तपाईहरुलाई यो पनि जान्नको लागि मैले अनुरोध गरे है त। तीनटा जान्नु होला। मस र कलमस मैले अघि पनि आएको थियो यो भने जस्तै यसरी डिफरेन्स लेख्नु भने कुरा बुझिन्छ। मस डिभिजन ब्रायोफाइटा अन्तर्गत पर्दछ। अघि पनि भनेको थिएँ मैले है, मस बिलोंग्स टु डिभिजन ब्रायोफाइटा।
क्लब मस डिभिजन ट्राकियोफाइटा अन्तर्गत पर्दछ। क्लब मस बिलोंग्स टु डिभिजन ट्राकियोफाइटा। क्लब मस बिलोंग्स टु डिभिजन ट्राकियोफाइटा। अब हेर्नुस्, अब अघि मैले भनेको थिएँ ट्राकियोफाइटा अन्तर्गत पर्ने जीवहरुमा भास्कुलर तन्तु जाइलम र फ्लोएम पूर्ण विकसित भएको हुन्छ भनेपछि यसमा चाहिँ के हुँदैन नि फ्रेन्ड्स, मसमा भास्कुलर तन्तु जाइलम र फ्लोएम विकसित हुँदैन। द भास्कुलर टिस्यू जाइलम एन्ड फ्लोएम डु नट डेभलप इन मस अथवा आर नट वेल डेभलप इन मस भन्ने पनि हुन्छ। क्लब मसमा भास्कुलर तन्तु जाइलम र फ्लोएम विकसित हुन्छ। भास्कुलर टिस्यूज जाइलम एन्ड फ्लोएम डेभलप इन क्लब मस वेल डेभलप। मसमा विकसित जरा हुँदैन। यिनीहरु मस डज नट ह्याभ डेभलप्ड रूट। क्लब मसमा विकसित जरा हुन्छ। क्लब मस ह्याभ डेभलप्ड रूट। यो चाहिँ डिफरेन्सेस भयो। अब मस भनेको ब्रायोफाइटामा पर्ने रहेछ। क्लब मस भनेको डिभिजन ट्राकियोफाइटामा पर्ने रहेछ। मसमा जाइलम र फ्लोएम विकसित भएको हुँदैन। क्लब मसमा चाहिँ विकसित भएको हुन्छ भन्ने जान्नुस्। यदि भन्दाखेरि पुग्छ होला है त। सल्लो र पिपल चाहिँ हेर्नुस् त। सल्लो सब डिभिजन जिम्नोस्पर्म अन्तर्गत पर्दछ। पाइनस बिलोंग्स टु सब डिभिजन जिम्नोस्पर्म। पिपल सब डिभिजन एन्जियोस्पर्म अन्तर्गत पर्दछ। पिपल बिलोंग्स टु सब डिभिजन एन्जियोस्पर्म। ठीक छ है, एन्जियोस्पर्म। अब जिम्नोस्पर्ममा पर्ने जीवहरुको मेन विशेषता भनेको के हो नि, दे हैव कोन्स इन्स्टेड अफ फ्लावर। वास्तविक फुटको सट्टा कोन हुन्छ। पाइनस हैव कोन्स इन्स्टेड अफ फ्लावर। यो एकदम मेन क्यारेक्टर हो, फूलको सट्टा कोन हुने। पिपलमा वास्तविक फूल हुन्छ। पिपल हैव रियल फ्लावर है त। एन्जियोस्पर्म अन्तर्गत पर्ने जीवको चाहिँ के हुन्छ ल भन्नुस्, रियल फ्लावर हुन्छ है त। सल्लोको फल बिनाको नाङ्गो बिउ हुन्छ। पाइनस हैव नेकेड सीड विदाउट फ्रुट। तपाईहरुले सल्लोको बिउ देख्नु भएको छ होला। पिपलमा फल भित्र बिउ हुन्छ। पिपलको बिउ देख्नु भएको छ होला है पक्कै पनि। सीड इज इन्क्लोज्ड बाइ फ्रुट इन पिपल। ल यसमा चाहिँ have cones instead of flower। यता रियल फ्लावर। यता सब डिभिजन एन्जियोस्पर्म, सब डिभिजन जिम्नोस्पर्म। ल यो चाहिँ फरक भयो। यदि फरक भएपछि तपाईहरुलाई पुग्छ। माछा र व्हेल भन्ने छ डिफरेन्सेस एफ नम्बरमा। माछा ल यी दुईटै भर्टिब्रेट हुन् है। माछाको मुटुमा दुई कोठा हुन्छन्। फिश हैव टू चेम्बर्ड हार्ट भन्नुस् है। माछा भनेको पिसेस क्लास वर्ग पिसेस अन्तर्गत पर्दछ। व्हेल भनेको म्यामेलिया अथवा स्तनधारी अन्तर्गत पर्दछ। व्हेलको मुटुमा चार कोठा हुन्छन् अथवा व्हेल हैव फोर चेम्बर्ड हार्ट। फोर चेम्बर्ड हार्ट। माछा ओभिप्यारस हुन्छ। फिश इज ओभिप्यारस हो। यसले के गर्छ, अण्डाबाट बच्चा जन्माउँछ। रिप्रोड्युस बाइ लेइङ एग्स। व्हेल भिभिप्यारस हुन्छ। व्हेल इज भिभिप्यारस। गिभ डाइरेक्टली बर्थ टु यङ वन्स। सिधै बच्चा जन्माउँछ र बच्चालाई दूध चुसाउँछ। माछा विषमतापी भनेको चिसो रगत भएको जनावर हो। चिसो रगत भनेको वातावरणमा तापक्रम परिवर्तन हुँदा शरीरको तापक्रम पनि परिवर्तन हुने। फिश इज पोइकिलोथर्मिक अथवा कोल्ड ब्लडेड एनिमल। कोल्ड ब्लडेड एनिमल। व्हेल समतापी। तातो रगत भनेको शरीरको तापक्रम सधैँ एकै नास रहने। तातोमा अथवा चिसोमा कहिले पनि परिवर्तन हुँदैन। हामी मान्छे पनि के हो नि, तातो रगत भएको जीव हो है। हाम्रो शरीरको तापक्रम 37 डिग्री सेल्सियस अथवा 98.6 डिग्री फरेनहाइट सधैँ रहन्छ, कहिले पनि चेन्ज हुँदैन हो कि नै। व्हेल इज होमियोथर्मिक अथवा वार्म ब्लडेड एनिमल। मैले दुईटै टर्म प्रयोग गरेको छु यहाँ, तपाईहरुलाई बुझ्न सजिलो हुन्छ भनेर। समतापी भनेको तातो रगत, विषमतापी भनेको चिसो रगत, बुझ्नु होला। पोइकिलोथर्मिक कोल्ड ब्लडेड, होमियोथर्मिक वार्म ब्लडेड। अब भिभिप्यारस भनेको थाहा छ तपाईहरुलाई। ओभिप्यारस भनेको थाहा छ। टू चेम्बर हार्ट र फोर चेम्बर हार्टको बारेमा पनि थाहा छ है त। ल
जी नम्बरमा ढुकुर र चमेरो भन्छ है। ढुकुर ओभिप्यारस हुन्छ, डोभ इज ओभिप्यारस। ओभिप्यारस भनेको रिप्रोड्युस बाइ लेइङ एग्स, यसले अन्डाबाट बच्चा जन्माउँछ। चमेरो भिभिप्यारस हुन्छ, ब्याट इज भिभिप्यारस भनेको डाइरेक्टली गिभ बर्थ टु यङ भन्नु हो कि नै, सिधै बच्चा जन्माउँछ। ढुकुरले अन्डाबाट बच्चा जन्माउँछ, तर चमेरोले के गर्छ, सिधै बच्चा जन्माउँछ। ढुकुरको शरीर प्वाखले ढाकेको हुन्छ, यो जान्नु होला। जुन अब यो क्लास एप्समा पर्छ, यो क्लास म्यामिलियामा पर्छ भन्ने लेख्नु पाइन्छ। बडी अफ डोभ इज कभर्ड बाई फिदर, प्वाखले ढाकेको हुन्छ। चमेरोको शरीर रौँले ढाकेको हुन्छ। म्यामल्सहरूको शरीर चाहिँ के गरेको हुन्छ, कभर्ड बाई हियर्स, शरीरमा रौँ हुन्छ, रौँले ढाकेको हुन्छ है म्यामल्सहरूको, तपाईँले हेरेर पनि छुट्याउन सक्नुहुन्छ। बडी अफ ब्याट इज कभर्ड बाई हियर्स। ढुकुरमा दुधको ग्रन्थि हुँदैन। डोभ ह्याभ नो म्यामरी ग्ल्यान्ड, किनभने यसले अन्डाबाट बच्चा जन्माउँछ र बच्चालाई दुध चुसाउँदैन। चमेरोमा दुधको ग्रन्थि हुन्छ। ब्याट ह्याभ म्यामरी ग्ल्यान्ड, ब्याट ह्याभ म्यामरी ग्ल्यान्ड। यो चाहिँ के भनेको भन्नुहोस् त, एप्स र म्यामल्स बीचको फरक लेख्नुस् भनेको है। एप्स र म्यामल्स बीचको फरक लेख्नुस् भनेको। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरू म अगाडि बढ्न चाहे। क्वेसन नम्बर 3 कारण दिनुहोस्। गिभ रिजन सँग सम्बन्धित प्रश्नहरू रहेका छन् र हामी ती प्रश्नहरूसँग सम्बन्धित उत्तरहरू अहिले छलफल गर्नेछौँ। उत्तर चाहिँ नेपाली र इङ्ग्लिस दुवै माध्यममा छ, जसले गर्दा तपाईँलाई बुझ्न पनि सजिलो हुन्छ भन्ने मैले अपेक्षा लिएको छु। र तपाईँहरूलाई कुनै कठिनाइ भएमा कमेन्टमा जानकारी गराउनु होला र म चाहिँ नेपाली र अङ्ग्रेजी माध्यमका लागि छुट्टा भिडियो बनाउनेछु अर्को पाठको लागि। प्रश्न नम्बर 1 यस प्रकार रहेको छ, सजीवहरूको वर्गीकरण गर्न आवश्यक छ। लिभिङ बिइङ्स निड टु बी क्लासिफाइड वाइ भनेको छ, किन वर्गीकरण गर्न पर्यो होला। पहिला वर्गीकरण भनेको के हो भन्ने कुरा जान्नु पर्यो। वर्गीकरण भनेको यहाँनिर सजीवहरूको भनेको छ, त्यसैले सजीवहरूलाई तिनीहरूमा भएका समानता र असमानताको आधारमा छुट्याउने प्रक्रिया हो। क्लासिफिकेसन इज द प्रोसेस अफ ग्रुपिङ अफ अर्गानिजम अन द बेसिस अफ देयर सिमिल्यारिटिज एन्ड डिसिमिल्यारिटिज भन्छ। अब किनभने हामीले यो ब्रह्माण्डमा यो पृथ्वीमा धेरै प्रकारका चाहिँ सजीवहरू रहेका छन्, तिनीहरूलाई छुट्टै राखेर हामीले स्टडी गर्न गाह्रो हुन्छ र समान गुण भएकोलाई एक ठाउँमा र असमान गुण भएकोलाई अर्को ठाउँमा राखियो भने तिनीहरूलाई अध्ययन गर्न सजिलो हुन्छ। त्यसैले गर्दा क्लासिफिकेसन गर्न आवश्यक हो र यसको एन्सर यस प्रकार छ, सजीवहरूको वर्गीकरण निम्न कारणहरूले गर्दा आवश्यक छ। किन आवश्यक छ भन्दा निम्न कारणहरूले गर्दा आवश्यक छ। पहिला नेपाली मिडियममा चाहिँ आन्सर, त्यसपछि इङ्ग्लिस मिडियममा छ है। यसले सजीवहरूको अध्ययनलाई सजिलो र वैज्ञानिक बनाउँछ। सजीवहरूको अध्ययनलाई सजिलो र वैज्ञानिक बनाउँछ। सजीवहरूका बारेमा छोटो समयमा नै अध्ययन गर्न सकिन्छ। जीवहरूको विकास क्रम सम्बन्धी तथ्यहरू पत्ता लगाउन मद्दत गर्दछ। वर्गीकरणले अध्ययनलाई सजिलो र वैज्ञानिक बनाउँछ, छोटो समयमा नै अध्ययन गर्न सकिन्छ र जीवहरूको विकास सम्बन्धी तथ्यहरू पत्ता लगाउन मद्दत गर्छ। त्यसैगरी इङ्ग्लिसमा चाहिँ है, क्लासिफिकेसन अफ लिभिङ बिइङ्स इज नेसेसरी फर द फलोइङ रिजन्स भनेको छ। इट मेक्स द स्टडी अफ लिभिङ बिइङ्स इजियर एन्ड मोर साइन्टिफिक, एक नम्बरमा छ। It makes the study of living beings easier and more scientific. With its help, living beings can be studied in a short time. Living beings can be studied in a short time. It helps in discovering fact about the evolution of living beings. And the discovering fact, so how the evolution takes place, or how the evolution bring changes in organisms, हामीले चाहिँ यी कुराहरू चाहिँ मजासँग थाहा पाउन सकिन्छ। त्यसैले गर्दा लिभिङ बिइङ्स निड टु बी क्लासिफाइड अथवा सजीवहरूको वर्गीकरण आवश्यक छ। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूले यो कुरा बुझिसक्नु भएको छ होला। म अर्को क्वेसनतिर अगाडि बढ्न चाहे। क्वेसन नम्बर बी हेर्नुहोस् त, फ्युकस र मार्केन्सिया हेर्दा उस्तै देखिन्छन्। उस्तै देखिन्छन् भनेको अर्थ दे बोथ ह्याभ थालस बडी, यिनीहरू दुवैको शरीर थालस हुन्छ। द्याट मिन्स बडी क्यान नट बी डिफ्रेन्सिएट इन्टु रुट स्टिम एन्ड लिफ, दुइटैको बडीलाई रुट स्टिम लिफमा डिफ्रेन्सिएट गर्न सकिँदैन। तर फ्युकसलाई अघि
र मार्केन्सियालाई ब्रायोफाइटा अन्तर्गत राखिन्छ किन भनेको छ फ्युकस एन्ड मार्केन्सिया लुक्स अलाइक बट फ्युकस इज क्लासिफाइड एज अल्गी while Markensia is classified as Bryophyta भनेको छ their body structure is same that means they have thallus body but they are categorized into different division why भनेको छ र यसको आन्सर यस प्रकार छ हेर्नुस् त आन्सर फ्युकस र मार्केन्सिया दुवैको शरीर थालस जस्तो देखिने भए तापनि यो दुईटैको चाहिँ थालस बडी हुन्छ थालस बडी भनेको यिनीहरूको शरीरलाई जरा काण्ड र पापमा हामीले छुट्याउन सकिदैन तापनि यिनीहरूको प्रजनन प्रक्रिया भिन्नता छ मार्केन्सियालाई मैथुनिक प्रजननका लागि पानी नभई हुँदैन हो मैथुनिक प्रजननका लागि पानी नभई हुँदैन यसलाई मैथुनिक प्रजननका लागि पानी अनिवार्य भएकोले यसलाई उभयचर बिलुवा भनिन्छ त्यसैले गर्दा यसलाई केमा राखिन्छ ब्रायोफाइटा अन्तर्गत राखिन्छ ब्रायोफाइटा अन्तर्गत पर्ने जीवहरूको विशेषतामा के पर्छ भने यिनीहरू चिसो र ओसिलो ठाउँमा पाइए तापनि मैथुनिक प्रजननका लागि पानी नभई हुँदैन त्यसैले यिनीहरूलाई उभयचर वनस्पति पनि भनिन्छ र यो ब्रायोफाइटा अन्तर्गतका जीवहरूको मुख्य विशेषता भनेको उभयचर वनस्पति हो त्यसैले गर्दा यिनीहरूलाई के गरिन्छ ब्रायोफाइटा अन्तर्गत राखिन्छ भन्ने कुरा भयो although both Fucus and Markensia have thallus-like body, their reproductive process is different. यिनीहरूको प्रजनन प्रक्रिया भिन्नता छ Markensia need water for sexual reproduction. Since it require water for sexual reproduction, it is called an amphibian plant and kept in Bryophyta. र Bryophyta अन्तर्गत राखिन्छ है त र ब्रायोफाइटा अन्तर्गत राखिन्छ ब्रायोफाइटा अन्तर्गत राखिन्छ and classified plant and classified as Bryophyta है त classified as Bryophyta पक्कै पनि यो कुरा बुझिसक्नु भएको छ ब्रायोफाइटा अन्तर्गतका जीवहरूको मेन क्यारेक्टर के हो भन्ने कुरा त्यस्तै गरी म अर्को क्वेशनमा अगाडि बढ्न चाहे यो लेख्नु होला यसलाई लेख्नु होला है त पक्कै पनि बुझ्नु भएको छ थालस बढी हुँदा हुँदै पनि मैथुनिक प्रजननको लागि पानी चाहिन्छ पानी चाहिने भएको हुनाले यसलाई के गरिन्छ ब्रायोफाइटा अन्तर्गत राखिन्छ क्वेशन नम्बर सी मा रहेको छ जिम्नोस्पर्ममा फल लाग्दैन किन भनेको छ जिम्नोस्पर्म डु नट बियर फ्रुट वाइ भनेको छ हेर्नुस् त जिम्नोस्पर्म डु नट बियर फ्रुट वाइ भनेको छ तपाईहरुलाई थाहा छ होला जिम्नोस्पर्ममा फल लाग्दैन किनकि यिनीहरूको कोनमा ओभ्युल हुन्छ तर ओभरी हुँदैन हो रे जान्न पर्यो दे हेभ ओभ्युल्स बट नट ओभरी जिम्नोस्पर्म डु नट बियर फ्रुट बिकज they have ovules but not ovary यो त 1 मार्क्स मा सोध्ने जस्तो गिभ रिजन रहेछ है they have ovules but not ovary अब यहाँ जान्न पर्छ तपाईहरुले फर्टिलाइजेसन भइसकेपछि गर्भाधान भइसकेपछि ओभ्युल केमा चेन्ज हुन्छ ल भन्नुस् ओभ्युल केमा चेन्ज हुन्छ ओभ्युलबाट चाहिँ सीड बन्द रहेछ है यो पनि सोध्न सक्छ गर्भाधान प्रक्रियापछि अण्डा र ओभरी केमा परिवर्तन हुन्छ भने ओभ्युलबाट चाहिँ सीड बन्छ र ओभरीबाट चाहिँ के बन्छ ओभरी चाहिँ केमा चेन्ज हुन्छ फ्रुटमा चेन्ज हुन्छ तर यसको के हुन्छ ओभरी हुँदैन ओभरी नहुने भएको हुनाले यसको के हुँदैन ल भन्नुस् त फ्रुट हुँदैन त्यही भएर जिम्नोस्पर्ममा चाहिँ के हुन्छ फ्रुटलेस सीड हुन्छ क्या फल नभएको तपाईले सल्लाको त सीड देख्नु भएको छ नि हो ओभरी ओभ्युल सीड बन्छ ओभरी फ्रुट बन्छ अब यिनीहरुमा चाहिँ ओभ्युल हुन्छ त्यही भएर सीड बन्ने भयो तर ओभरी नभएको हुनाले फ्रुट बन्ने भएन दे हेभ फ्रुटलेस सीड भयो है ल अगाडि बढे म गोहीमा 4 वटा कोठा भएको मुटु हुन्छ तर यो रेप्टिलिया अन्तर्गत पर्दछ अब 4 कोठा भएको मुटु त खास त एप्स र म्यामल्समा पर्न पर्ने हो चरा समूह र स्तनधारीमा पर्न पर्ने हो तर रेप्टिलिया अन्तर्गत पर्दछ किन भनेर क्वेशन सोधेको अल्दो अ क्रोकोडाइल हैज अ 4 चेम्बर हार्ट It belongs to the class reptilian class भनेको छ
गोहीमा 4 वटा कोठा भएको मुटु हुन्छ तर यो रेप्टिलिया अन्तर्गत पर्दछ किनकि यो जमिनमा घर्सेर हिँड्छ र जमिनमा घर्सेर हिँड्ने दे क्रल अन ल्यान्ड भन्छ के तथा शरीर सुक्खा हुनुका साथै कडा कत्लाले ढाकेको हुन्छ सुक्खा शरीर र कडा कत्लाले ढाकेको हुन्छ क्रोकोडाइल हैज अ 4 chambered heart हेर्नुस् त क्रोकोडाइल हैज अ 4 chambered heart but it belongs to class reptilian because they crawl on land or crawl गर्ने है जमिनमा घर्सेर हिँड्ने and their bodies are dry तिनीहरुको शरीर के हुन्छ शरीर सुक्खा हुन्छ and covered with hard scales भनेको कडा कत्लाले ढाकेको हुन्छ त्यसले गर्दाखेरि यिनीहरु केमा पर्छन् रेप्टिलिया अन्तर्गत पर्दछन् है रेप्टिलिया अन्तर्गत पर्दछन् यिनीहरु भन्ने भयो ल हेर्नुस् यसमा केही समस्या छ भने भन्नुस् म अगाडि बढे यी नम्बरमा चमेरो र व्हेलमा धेरै असमानता छन् धेरै विशेषता असमान छन् चमेरो र व्हेलमा हामीले हेर्न पनि सक्छौं व्हेल समुद्रको पानीमा पाइन्छ चमेरो अब चरा हो है उड्छ तर यिनीहरु एउटै वर्गमा पर्दछन् एउटै वर्गमा दे बोथ लाई इन क्लास म्यामिलिया स्तनधारी जीवहरु अन्तर्गत पर्दछन् किन भन्ने क्वेशन छ although bats and whales have dissimilar characters धेरै क्यारेक्टरहरु नमिल्ने छन् अब मिल्दा छन् but they belongs to the same class y भनेको छ चमेरो र व्हेलका बीचमा धेरै विशेषता असमान छन् तर यिनीहरु एउटै वर्गमा पर्दछन् किनकि यिनीहरुको शरीर रौँले ढाकेको हुन्छ स्तनधारी जीव अन्तर्गत पर्दछन् यिनीहरु र यिनीहरुको मेन क्यारेक्टर भनेको शरीर रौँले ढाकेको हुन्छ र यिनीहरुले के गर्छन् बच्चा जन्माएर दूध चुसाउँछन् हो मेन क्यारेक्टर भनेको स्तनधारीको हो है बच्चा जन्माएर दूध चुसाउँछन् है त Bats and whales have many different characteristics or they have many dissimilar characteristics but they belongs to same class mammalia है थाहा हुनुपर्छ तपाईलाई यिनीहरु क्लास म्यामिलिया अन्तर्गत पर्दछन् because their bodies are covered with hair body is covered with hair है चरा भए त फिदर हुन्छ त्यसमा and they give birth to young and suckle milk हो र मेन क्यारेक्टर भनेको यो हो तिनीहरुमा मिल्ने क्यारेक्टर भनेको they give birth to young तिनीहरुले डाइरेक्ट बच्चा जन्माउँछन् र बच्चालाई के गर्छन् दूध चुसाउँछन् भन्ने चाहिँ यो चाहिँ मेन क्यारेक्टर्समा पर्दछ है त्यस्तै गरी एफ नम्बरमा छ रिसियालाई एम्फिबियन बिरुवा भनिन्छ किन उभयचर वनस्पति भनिन्छ किन भन्ने हो यो रिसिया इज एन एम्फिबियन प्लान्ट वाइ भनेको छ हेर्नुस् त हेर्नुस् रिसियालाई एम्फिबियन बिरुवा भनिन्छ किनकि यसलाई मैथुनिक प्रजननका समयमा गर्भाधान हुन पानी नभई हुँदैन यिनीहरुले चाहिँ मैथुनिक प्रजननको लागि पानी नभइकन हुँदैन है मैथुनिक प्रजननको समयमा पानी नभई हुँदैन हो यही हो मेन क्यारेक्टर भनेको एम्फिबियन ब्रायोफाइटामा राख्ने अथवा एम्फिबियनको मेन क्यारेक्टर भनेको यही नै हो है हेर्नुस् इंग्लिशमा हेर्नुस् रिसिया इज एन एम्फिबियन plant because हेर्नुस् त it need water during sexual reproduction हो रे नम्बर it need water for during sexual reproduction को लागि यसलाई पानी नभई हुँदैन म अगाडि बढे ल हेर्नुस् जी नम्बरमा छ उनिउमा फूल फुल्छ उनिउमा फूल फुल्दैन साइकसमा फूलको सट्टा कोन हुन्छ तर फल फल्दैन केरामा फूल पनि फुल्छ र फल पनि फल्छ तर पनि यी सबै बिरुवाहरू एउटै डिभिजनमा पर्दछन् डिभिजन भनेको ट्राकियोफाइटामा पर्दछन् तपाईलाई थाहा छ ट्राकियोफाइटा फर्न इज नट अ फ्लावरिङ प्लान्ट साइकस बियर्स फ्लावर इन्स्टेड अफ सरी यहाँ क्वेशन मैले थोरै रङ सारे छ हेर्नुस् त साइकस बियर कोन साइकस बियर्स कोन instead of flower फूलको सट्टा के हुन्छ कोन हुन्छ फूलको सट्टा कोन हुन्छ
फुलको सट्टा कोन हुन्छ हुन्छ है त्यसपछि बट नो फ्रुट तर फ्रुट हुँदैन फ्रुटले सीड हुन्छ बनाना बियर्स फ्लावर एन्ड फ्रुट बनानामा फुल पनि फुल्छ फल पनि लाग्छ हाउएभर अल दिस प्लान्ट्स आर केप्ट इन सेम डिभिजन वाइ भनेपछि तपाईले यी बिरुवाहरू कुन डिभिजनमा पर्दछन् भन्ने जान्न पर्यो यी बिरुवाहरू चाहिँ ट्राकियोफाइटा डिभिजन अन्तर्गत पर्दछन् र ट्राकियोफाइटा डिभिजन अन्तर्गत पर्ने बिरुवाको मुख्य विशेषता के हो जान्न पर्यो है त हेर्नुस् उनिउमा फुल फुल्दैन साइकसमा फुलको सट्टा कोन हुन्छ तर फल फल्दैन केरामा फुल पनि फुल्छ र फल पनि फल्छ तर पनि यी सबै बिरुवाहरू एउटै डिभिजनमा पर्दछन् किनकि एउटै डिभिजन भनेको डिभिजन ट्राकियोफाइटामा पर्दछन् किनकि यी बिरुवाहरूमा भास्कुलर तन्तु जाइलम र फ्लोएम हो जानु पर्यो जाइलम र फ्लोएम भास्कुलर तन्तुहरू जसले परिवहनको काम गर्छन् जाइलमले जराबाट पानी र खनिजलाई पातमा पुर्याउने काम गर्दछ फ्लोएमले बिरुवाको पातमा बनेको खानालाई अरु विभिन्न भागमा पुर्याउने काम गर्दछ परिवहन भनेको भित्र यिनीहरूले ट्रान्सपोर्टेसनको काम गर्दछन् है यी चाहिँ के हुन्छन् पूर्ण रूपमा विकसित हुन्छन् जाइलम र फ्लोएम पूर्ण रूपमा विकसित हुन्छन् त्यसैले दे आर केप्ट इन सेम डिभिजन त्यसैले गर्दा यी सबै बिरुवाहरूलाई एउटै डिभिजनमा राखिएको हो भयो है त हेर्नुस् फर्न इज नट अ फ्लावरिङ प्लान्ट साइकस बियर कोन इन्स्टेड अफ फ्लावर बट नो फ्रुट फ्रुट हुँदैन बनाना बियर्स फ्लावर एन्ड फ्रुट however all these plants are kept in the same division because in these plants the vascular tissues भनेको xylem and phloem are well developed है फ्रेन्ड्स vascular tissue xylem and phloem are well developed यिनीहरुमा vascular tissue पूर्ण रूपमा विकसित भएको हुन्छ त्यसैले यिनीहरुलाई के गरेको they are kept in the same division that means division Tracheophyta अब यो चाहिँ तपाईले बुझ्नु होला डिभिजन ट्राकियोफाइटा अन्तर्गतका जीवको मुख्य विशेषता भनेको चाहिँ के हुन्छ यिनीहरुमा भास्कुलर तन्तु जाइलम र फ्लोएम के भएका हुन्छन् पूर्ण रूपमा विकसित भएका हुन्छन् है त कन्डक्टिङ टिस्युज जाइलम एन्ड फ्लोएम आर वेल डेभलप भन्ने तपाईले सम्झिनु होला है त तलका प्रश्नको हामी प्रश्न नम्बर 4 तिर गयौं आन्सर द फलोइङ क्वेशन्स वनस्पति जगतमा पर्ने जीवहरूलाई कति डिभिजनमा विभाजन गरिएको छ इन्टु हाउ मेनी डिभिजन्स आर द अर्गानिजम्स इन प्लान्ट किंगडम डिवाइडेड भनेको छ हामीलाई डिभिजन मात्रै सोधेको छ हेर्नुस् त वनस्पति जगतमा पर्ने जीवहरूलाई 3 वटा डिभिजनमा विभाजन गरिएको छ ती हुन् डिभिजन अल्गी डिभिजन ब्रायोफाइटा र ट्राकियोफाइटा थाहा छ तपाईलाई म धेरै भुल्नेसमा Organisms of plant kingdom are divided into 3 divisions. They are algae, bryophyta and tracheophyta. है त तीनटा भागमा डिवाइड गरेको छ algae, bryophyta र tracheophyta. algae, bryophyta र tracheophyta. पक्कै पनि विद्यार्थी भाइ बहिनीहरु तपाईहरुलाई थाहा छ algae को मेन क्यारेक्टर भनेको के हो दे हैव थैलस बडी यिनीहरुको शरीर थैलस हुन्छ ब्रायोफाइटा को मेन क्यारेक्टर के होला भन्नुस् त यिनीहरु चिसो र ओसिलो ठाउँमा पाइए तापनि मैथुनिक प्रजननका लागि पानी आवश्यक पर्दछ दे नीड वाटर फर सेक्सुअल रिप्रोडक्सन र ट्राकियोफाइटामा पर्ने जीवहरुमा के हुन्छ यिनीहरुमा भास्कुलर तन्तु जाइलम र फ्लोएम पूर्ण रूपमा विकसित भएका हुन्छन् अथवा दे हैव डेभलप भास्कुलर टिस्यु जाइलम एन्ड फ्लोएम है त मेन क्यारेक्टर पनि सम्झिनु होला म अगाडि बढे बी नम्बरमा छ वनस्पति जगतका जीवको मुख्य विशेषता भनेको छ वनस्पति जगतका जीवका मुख्य विशेषता लेख्नुहोस् राइट द मेन फिचर्स अफ किंगडम प्लान्टी भनेको छ वनस्पति जगतका मुख्य विशेषताहरू यस प्रकार छन् हेर्नुहोस् यिनीहरुको कोषहरुमा सेलुलोजबाट बनेको कोषभित्ता हुन्छ यहाँ चाहिँ कोषभित्ता हुन्छ एक नम्बर हो यो कोषभित्ता हुन्छ भन्ने जान्न पर्यो तर त कोषभित्ता केबाट बनेको हुन्छ त नि भन्दाखेरि सेलुलोजबाट बनेको हुन्छ कोषभित्ता केबाट बनेको हुन्छ सेलुलोजबाट बनेको हुन्छ है यस्तै गरी यिनीहरुले प्रकाश संश्लेषण प्रक्रियाद्वारा आफ्नै खाना आफै तयार गर्छन्
आफै खाना तयार गर्छन् त्यसैले यिनीहरूलाई स्वपोषक भनिन्छ हो र स्वपोषक जान्नु होला है स्वपोषक जान्नु होला है त स्वपोषक आफै खाना तयार गर्छन् त्यसैले यिनीहरूलाई के भनिन्छ स्वपोषक भनिन्छ स्वपोषक भनेको प्रकाश संश्लेषण प्रक्रियाबाट यिनीहरुमा हरितकण हुन्छ जसले गर्दा यिनीहरूले के गर्न सक्छन् आफै खाना तयार गर्न सक्छन् है त यिनीहरूले स्टार्च जस्ता कार्बोहाइड्रेट स्टार्च लाई कार्बोहाइड्रेटको रूपमा खाना भण्डारण गर्दछन् भनेको छ क्लोरोफिलको उपस्थितिको कारणले गर्दा यिनीहरू हरियो देखिन्छन् हरिया हुन्छन् भन्ने कुरा भयो क्लोरोफिल है हरितकण भन्छ नेपालीमा The main features of kingdom Plantae are their cells contain cell wall यो एउटा मेन क्यारेक्टर हो प्लान्ट अन्तर्गत पर्ने जीवहरुको सेल वाल हुन्छ which is made up of cellulose जुन सेलुलोजले बनेको हुन्छ they prepare their one food by photosynthesis so they are called autotrophs autotrophs भनेको थाहा छ all the green plants can prepare their one food by the process of photosynthesis in presence of sunlight which is called photosynthesis भन्ने तपाईहरुलाई थाहा छ autotrophs जान्नु होला they store food in the form of carbohydrates such as starch जस्ता यिनीहरुको बिरुवाको खानालाई स्टार्च भनिन्छ अब स्टार्चलाई उनीहरुले के गर्छन् त नि भन्दाखेरि स्टार्चलाई कार्बोहाइड्रेटको फर्ममा चेन्ज गरेर खानेकुराहरुलाई स्टोर गर्छन् they appear green due to presence of chlorophyll यसको मेन क्यारेक्टर बिरुवाहरु चाहिँ ग्रीन ड्यू टु प्रेजेन्स अफ क्लोरोफिल क्लोरोफिल हुनाले यिनीहरु के हुन्छन् हरिया हुन्छन् भन्ने पनि तपाईहरुले जान्न पर्छ प्रश्न नम्बर सी मा गएमा जिम्नोस्पर्म र एन्जियोस्पर्ममा पर्ने बिरुवाहरुका समानता लेख्नुस् भनेको छ समानता जिम्नोस्पर्म र एन्जियोस्पर्म राइट द सिमिलरिटिज अफ प्लान्ट्स which belongs to gymnosperm and angiosperm subdivision है सब डिभिजन जिम्नोस्पर्म र एन्जियोस्पर्ममा पर्ने बिरुवाहरुका बीचमा समानता के छन् लेख्नुस् भनेको छ लेट्स जिम्नोस्पर्म र एन्जियोस्पर्ममा पर्ने बिरुवाहरुका समानताहरु यस प्रकार छन् अब यी त ट्राकियोफाइटाका हुन् डिभिजन ट्राकियोफाइटा अन्तर्गतका हुन् त्यसैले एक नम्बरमा हो यी दुवैमा भास्कुलर तन्तु जाइलम र फ्लोएम पूर्ण रूपमा विकसित हुन्छन् यी दुवैले बिउ उत्पादन गर्दछन् बिउ हुन्छ यिनीहरुमा जरा काण्ड र पात प्रष्ठ छुटाउन सकिने हुन्छन् ल तीनटा लेखे मैले है त हेर्नुस् द सिमिलरिटिज बिट्विन जिम्नोस्पर्म एन्ड एन्जियोस्पर्म आर एज फलोज बोथ हैव वेल डेभलप्ड भास्कुलर टिश्यू जाइलम एन्ड फ्लोएम बोथ हैव वेल डेभलप्ड भास्कुलर टिश्यूज एक नम्बरमा जान्नु होला well developed vascular tissues xylem and phloem both produce seeds दुवैले चाहिँ सीड बिउ उत्पादन गर्दछ they have clearly distinguishable root stem and leaves or their body can be divided into root stem and leaf यिनीहरुको जरा काण्ड पात सहिलेसँग छुट्याउन सकिन्छ ल यहाँसम्म केही समस्या छ कि छैन हेर्नुस् समस्या छ भने कमेन्टमा जानकारी गराउनु होला र अर्को भिडियोमा मैले चाहिँ त्यसलाई सुधार गरेर अर्को भिडियो प्रस्तुत गर्ने छु ल हेर्नुस् अब यहाँ यदि तपाईलाई ट्राकियोफाइटा अन्तर्गत भनेको डिभिजन ट्राकियोफाइटामा पर्ने केही बिरुवाका पात मात्र दिएर आफूले कक्षामा प्राप्त गरेको वर्गीकरण सम्बन्धी ज्ञानको प्रयोग गरी यी बिरुवाहरुको सब डिभिजन छुट्याउन भनियो के यो सम्भव छ तर्क सहित स्पष्ट पार्नुस् भनेको छ हेर्नुस् त इफ यु आर गिवन ओन्ली द लिव्स अफ सम प्लान्ट ओन्ली लिव्स मात्रै दियो तपाईलाई पात दियो इन ट्राकियोफाइटा एन्ड आस्क्स टु डिस्टिंग्विश देयर सब डिभिजन्स युजिङ द टैक्सोनोमिक नलेज है टैक्सोनोमिक नलेज यु हैव एक्वायर्ड इन क्लास तपाईले क्लासमा पाठ पढ्नु भयो केही कुरा त जान्नु भयो हैन अब विभिन्न डिभिजनहरु पढ्नु भयो टिचरले केही न केही बिरुवाहरु पनि ल्याएर देखाउनु भयो होला त्यसको लागि चाहिँ अब तपाईले पात हेरेर बिरुवा छुट्याउन सक्ने सब डिभिजनमा
इज इट पोसिबल टु डु सो गिभ योर आर्गुमेन्ट्स भनेको छ पहिला नेपालीमा एन्सर छ हेर्नुस् त हामीले बिरुवाको वर्गीकरण सम्बन्धी ज्ञान प्रयोग गरेर डिभिजन ट्राकियोफाइटाको सब डिभिजन अन्तर्गतका बिरुवा छुट्याउन सक्छौं यस वी क्यान डु अन्डरस्ट्यान्ड प्वाख जस्तो पातहरू भएको टेरिडोफाइटा फिदर लाइक लिप्स भन्छ सियो जस्तै तिखा र लाम्चा पातहरू भएको जिम्नोस्पर्म है त त्यसपछि हेर्नुस् समानान्तर शिराक्रम भएका लामा पातहरू यो चाहिँ एकदलीय मोनोकट हो एकदलीय हो र जालीदार शिराक्रम भएका चौडा पातहरू है रेटिकुलेट भिनेसन भएका छन् भने यिनीहरू चाहिँ दुई दलीय हुन् यिनीहरूको चाहिँ एन्जियोस्पर्म भनेको सब डिभिजन भयो है त ल हामीलाई सब डिभिजन मात्र सोधेको छ यस we can distinguish the subdivision of division Trachyophyta using the taxonomic knowledge of plant हामीले चाहिँ taxonomic knowledge भनेको चाहिँ जनावरको वर्गीकरण सम्बन्धी जुन हामीले क्लासमा पढेर केही ज्ञान प्राप्त गर्यौं त्यसको आधारमा हामीले बिरुवाहरूलाई तिनीहरूको पात हेरेर छुटाउन सकिन्छ भन्ने कुरा भयो जस्तै फिदर लाइक लिप्स भयो भने टेरिडोफाइटा निडल सेप लिफ्ट भयो भने जिम्नोस्पर्म long leaves with parallel venation or broad leaves having reticulate venation भन्यो भने एन्जियोस्पर्म हेर्नुस् त हामीले छुट्याउन सक्छौं यस लेख्यो हैन फिदर लाइक लिप्स भन्यो भने टेरिडोफाइटा मिडल शेप लिफ्ट भन्यो भने जिम्नोस्पर्म long leaves with parallel venation अथवा broad leaves having reticulate venation हो र parallel venation र reticulate venation भयो भने के हुन्छ ल भन्नुस् त एन्जियोस्पर्म भन्ने भयो हामी चाहिँ छुट्याउन सक्छौं पात हेरेर पनि छुट्याउन सक्छौं भन्ने यो प्रश्नको आन्सर भयो है त ल म अगाडि बढ्न चाहे ई नम्बरमा छ सब डिभिजन टेरिडोफाइटाका प्रमुख विशेषता लेख्नुहोस् भनेको छ टेरिडोफाइटाका मेन क्यारेक्टर्स व्हाट आर द मेन क्यारेक्टरिस्टिक्स अफ सब डिभिजन टेरिडोफाइटा भनेको छ सब डिभिजन टेरिडोफाइटाका प्रमुख विशेषताहरू यस प्रकार छन् हेर्नुस् त यिनीहरूको कुनै बिउ हुँदैन तर जरा काण्ड र पातमा प्रष्टसँग छुट्टिएका हुन्छन् यिनीहरूको कुनै बिउ हुँदैन यसलाई तपाईले छुट्टाएर लेख्न पनि सक्नुहुन्छ मैले चाहिँ यहाँ सँगै राखिदिएको छु हेर्नुस् त यहाँ दुईटा क्यारेक्टर बनाउन सक्नुहुन्छ यिनीहरूको बिउ हुँदैन जरा काण्ड र पात प्रष्टसँग छुट्टिएको हुन्छ है तपाईहरुले चाहिँ उनीको बिरुवा हेर्नु भयो भने कुन जरा कुन काण्ड कुन पात भन्ने मजाले छुटाउन सक्नुहुन्छ पात प्वाख जस्तो हुन्छ यो टेरिडोफाइटा अन्तर्गतका जीवको मुख्य विशेषता पनि हो कम विकसित जमिन मुनि पाइने काण्ड यिनीहरूको काण्ड के हुन्छ कम विकसित हुन्छ र विकसित जरा हुन्छ जरा चाहिँ एकदम वेल डेभलप हुन्छ तर काण्ड चाहिँ जमिन मुनि पाइन्छ जुन चाहिँ कम विकसित भएको हुन्छ यिनीहरुमा जाइलम र फ्लोएम जस्ता भास्कुलर तन्तुहरू विकसित हुन्छन् यी बिरुवाहरूको पातको पछाडी असंख्य खैरो दागहरू हुन्छन् खैरो थोप्लाहरू हुन्छन् दाग भन्दा पनि थोप्लो लेख्दिनु भने एकदम राम्रो हुन्छ है खैरो थोप्लाहरू हुन्छन् तपाईले उनीको बिरुवाको पछाडी हेर्नु भने यसको पछाडीपट्टि धेरै मसिना डट 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 साना साना थोप्लाहरू हुन्छन् जसलाई के भनिन्छ रे जसलाई सोरी भनिन्छ सिंगुलर सोरस एउटालाई भन्न पर्दैन सोरस भनिन्छ र सबैलाई भन्न पर्दैन सोरी भनिन्छ सोरस भित्र स्पोरेन्जियम हुन्छ है जसले के गर्छ सोरस भित्र स्पोरेन्जियम हुन्छ जसले के गर्छ ल भन्नुस् त बीजाणु उत्पादन गर्दछ स्पोरेन्जियम हुन्छ है ल हेर्नुस् हुन्छ जसले बीजाणुहरू उत्पादन गर्दछ ल यहाँसम्म भयो त अब हेर्नुस् यिनीहरूको जीवनमा अल्टरनेसन अफ जेनेरेसन हुन्छ यो तपाईले जान्न पर्ने टर्म छ एउटा अल्टरनेसन अफ जेनेरेसन इन द लाइफ साइकल अफ सम प्लान्ट केही बिरुवाहरूको जीवन चक्रमा के हुन्छन् स्पोरोफाइटिक र ग्यामेटोफाइटिक गरेर दुईटा चरण हुन्छन् र तिनीहरूको जीवन चक्र स्पोरोफाइटिक र ग्यामेटोफाइटिक चरणमा के हुन्छ सम्पन्न हुन्छ जसलाई के भनिन्छ अल्टरनेसन अफ जेनेरेसन भनिन्छ स्पोरोफाइटिक भनेको अमैथुनिक प्रजनन हुन्छ ग्यामेटोफाइटिकमा मैथुनिक प्रजनन हुन्छ केही बिरुवाहरूको जीवन चक्र
स्पोरोफाइटिक अमैथुनिक प्रजनन र ग्यामेटोफाइटिक मैथुनिक प्रजनन भनेर गरेर दुई चरणमा सकिन्छ, जसलाई के भनिन्छ अल्टरनेसन अफ जेनेरेसन भनिन्छ। इंग्लिशमा हेर्नुस्, दे हैव नो सीड बट प्लान्ट बडी इज डिफरेन्शिएटेड इन्टु रूट स्टेम एन्ड लिफ। यिनीहरुमा सीड हुँदैन, बिउ हुँदैन, तर यिनीहरुको बडीलाई के गर्न सकिन्छ, क्यान बी डिफरेन्शिएटेड इन्टु रूट स्टेम एन्ड लिफ। लिफ इज फिदर लाइक, प्वाख जस्तो हुन्छ। स्टेम इज अन्डर डेभलप्ड, त्यति धेरै विकसित भएको हुँदैन, इन द फर्म अफ राइजोम, त्यसलाई राइजोम भन्छ। एन्ड रूट इज डेभलप, र जरा चाहिँ पूर्ण रूपमा विकसित भएको हुन्छ। दे हैव डेभलप्ड भास्कुलर टिस्यू जाइलम एन्ड फ्लोएम। यिनीहरुको चाहिँ के हुन्छ, भास्कुलर टिस्यूहरु जो कन्डक्टिङ टिस्यू भनेर पनि हामीले बुझिन्छ, जाइलम र फ्लोएम पूर्ण रूपमा विकसित भएको हुन्छ। These plants have numerous brown spots on the lower surface of leaf. पातको पछाडिपट्टि हेर्नुभयो भने फर्न प्लान्टहरुको पछाडिपट्टि हेर्नुभयो भने मसिना धेरै थोप्लाहरु देखिन्छ, जसलाई हामी के भन्छ सोरी भनिन्छ, र यसलाई चाहिँ सिंगुलर एउटालाई भन्दाखेरि सोरस भन्छ। इनसाइड द सोरस लाइज स्पोरेन्जियम, त्यहाँनेर के भन्छ स्पोरेन्जियम हुन्छ, जसले चाहिँ के गर्छ स्पोरहरु प्रोड्युस गर्छ। Their life cycle also shows alternation of generation. Their life cycle shows alternation of generation भन्नु भएको अझ राम्रो हुन्थ्यो, also भन्दा पनि है। Their life cycle shows alternation of generation. Alternation of generation भनेको इम्पोर्टेन्ट छ। In the life cycle of some plant, there are two stages, sporophytic and gametophytic stages, which is called alternation of generation. अथवा life cycle of some plant completes into two stages, sporophytic and gametophytic, which is called alternation of generation. ल हेर्नुस् त, यसमा केही समस्या छ भने भन्नुस्। र तपाईले यो मैले पहिलो क्यारेक्टरमा धेरै क्यारेक्टर राखेको छु यहाँनेर, तपाईहरुले चाहिँ यसलाई के गर्न सक्नुहुन्छ स्प्लिट गरेर त्यहाँबाट पनि दुईटा तीनटा छुट्याउन सक्नुहुन्छ है। हो, पहिलो चाहिँमा चाहिँ धेरै क्यारेक्टर छन्। नो सीड छ, प्लान्ट बडी डिफरेन्शिएट इन्टु रूट स्टेम एन्ड लीफ छ, फीडर लाइक लीफ छ हेर्नुस् त है, रूट वेल डेभलप रूट छ, अन्डर डेभलप छ स्टेम है, धेरै कुरा छ हेर्नुस्। पहिलोमा 3-4 क्यारेक्टर राखेको छु मैले। म अगाडि बढ्न चाहे एफ नम्बरमा। हेर्नुस्, रोशनीले आफ्नो बगैँचामा नयाँ बिरुवामा फुलेका फूलको मात्र अवलोकन गरेर त्यो बिरुवा मोनोकोटिलेडनमा भनेको एक दलीयमा पर्ने निष्कर्ष निकालिन्। एक दलीय भनेर निकालिन् अरे, फूल हेरेर निकालिन्। यस्तो गर्नु ठीक हो कि होइन भनेको छ, कारण सहित लेख्नुहोस्। रोशनी observed only the flowers of new plant in her garden and concluded that the plant belongs to monocotyledon class है। क्लास मोनोकोटिलेडन भनेको एक दलीयमा पर्छ भनेर उले चाहिँ निष्कर्ष निकालिन्। Each observation of only the flower a right way to identify monocotyledon। के मोनोकोटिलेडन छुट्याउनको लागि फ्लावर मात्रै हेर्नु राम्रो हो कि होइन भनेर सोधेको छ। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरु तपाईहरुले मोनोकोटिलेडन र डाइकोटिलेडन प्लान्टको बारेमा क्यारेक्टरिस्टिक्सको बारेमा पढिसक्नु भएको छ र यिनीहरुको धेरै क्यारेक्टर हुन्छन्। ल हेर्नुस्, रोशनीले आफ्नो बगैँचामा नयाँ बिरुवाको फूल मात्र अवलोकन गरेर त्यो बिरुवा मोनोकोटिलेडनमा पर्ने निष्कर्ष निकाल्नु पूर्ण रूपमा ठीक होइन। केही मात्रामा त ठीक हो, तर केही मात्रामा ठीक होइन। फूलको संरचनाले केही संकेत दिए हुन त। हामीले चाहिँ मोनोकोटिलेडन भनेको एक दलीय बिरुवामा 3 वा 3 को गुणाङ्कमा हुन्छ पेटल्सहरु भनेर पढिसकेका छौं है। तर त्यति मात्रै होइन, बिरुवाको सही पहिचानका लागि पात पनि हेर्न पर्यो। जस्तै मोनोकोटिलेडनको पात कस्तो हुन्छ, प्यारलल भिनेसन हुन्छ, लङ एन्ड प्यारलल भिनेसन हुन्छ। जरा हेर्न पर्यो। जरा भनेको के हुन्छ नि, फाइब्रस रूट सिस्टम डेभलप भएको हुन्छ यसमा है। गुच्छे जरा हुन्छ है, लामो र समानान्तर शिराक्रम भएका पात हुन्छन्। गुच्छे जरा हुन्छ। काण्ड भनेको भित्र खोक्रो भएको काण्ड हुन्छ। जस्ता अन्य महत्त्वपूर्ण भागहरुको पनि अध्ययन गर्नुपर्दछ। मोनोकोटिलेडन बिरुवा जस्तै मकै, धान, गहुँको फूलमा प्राय 3 वा 3 को गुणाङ्कमा पत्रहरु हुन्छन्। तर केही डाइकोटिलेडन बिरुवामा पनि यस्तै प्रकारको फूल हुन सक्छ, त्यसैले झुक्काउन सक्छ अथवा हामीले के गर्न सक्छौं नि, निकालेको निष्कर्ष सही नहुन सक्छ। झुक्काउन सक्छ भने नि जसले निष्कर्ष सही नहुन सक्छ भन्ने है, जसले निष्कर्ष सही नहुन सक्छ, जसले निष्कर्ष सही
नहुन सक्छ, जसले निष्कर्ष सही नहुन पनि सक्छ है त। भनेपछि हामीले फूल मात्र हेरेर हैन, यसको पात, यसको जरा र काण्ड पनि हेर्न पर्ने हुँदो रहेछ। ल जस्तो इंग्लिश मिडियममा अब इंग्लिश मिडियममा सजिलो भएको छ होला है, एन्सर लेख्ने बेलासम्म नेपालीमा बुझ्यो अनि त्यसपछि बल्ल इंग्लिशमा लेख्दाखेरि। ल हेर्नुस् त, इट इज नट इन्टायरली करेक्ट फर अ गार्डनर टु कन्क्लुड दैट अ न्यू प्लान्ट इज मोनोकोटिलेडन जस्ट बाय अब्जर्भिङ इट्स फ्लावर। यसको फूल मात्र हेरेर यसलाई हामीले हेर्नु राम्रो होइन। अल्दो द स्ट्रक्चर अफ फ्लावर गिव्स सम क्लू, हुन त फ्लावरको संरचनाले पनि केही हामीलाई चाहिँ क्लूहरू दिन्छ। अदर इम्पोर्टेन्ट पार्ट्स सच एज हेर्नुस् त, लिप्सहरू, कस्तो लिप्स अरे मोनोकोटको, प्यारलल भिनेसन लिप्स, रूट फाइब्रस रूट, स्टेम होलो स्टेम should also be studied for accurate identification of the plant। ठ्याक्कै एक्युरेट बनाउनको लागि हामीले अन्य पातहरुको पनि स्टडी गर्न पर्छ है। द फ्लावर्स अफ मोनोकोटिलेडन corn, rice, wheat, यसलाई मेज भन्ने लेखौँ, सरी थोरै मिस्टेक भयो यहाँ भएको छ, मैले सच्याइदिएँ है। मेज, मकै, धान र गहुँ जस्ता केही बिरुवाहरुमा के हुन्छ ल भन्नुस् त, केही बिरुवाहरुमा चाहिँ के हुन्छ, फ्लावरको 3 अथवा मल्टिपल्स अफ 3 हुन पनि सक्छ, तर सबै कुरामा यो के हुँदैन, सही हुँदैन। often have 3 or multiples have 3 petals, पेटलहरु चाहिँ हुन्छ है। however some dicotyledon plants may also have similar flower which can be misleading अथवा which makes the conclusion wrong है। उले जुन कन्क्लुजन गरिन्, जुन कुरा आइडेन्टिफाई गर्न खोजिन् त्यसलाई चाहिँ के गर्न सक्छ, रङ बनाइदिन सक्छ। त्यसैले गर्दै हामीले फ्लावरको मात्र स्टडी गर्ने हैन, त्यो सँगै त्यसको लिव्स, त्यसको रूट, त्यसको चाहिँ स्टिम पनि अब्जर्भ गरियो भने बल्ल हामीले यो बिरुवा मोनोकोट हो, यो डाइकोट हो भनेर छुट्याउन सकिन्छ भन्ने कुरा भयो है। म अगाडि बढे। चित्रमा दुईवटा बिरुवाहरू देखाइएको छ, हेर्नुस् त, दुईटा बिरुवा देखाएको छ। के देखाएको छ पटकन तपाईलाई थाहा छ, दुईटा बिरुवा देखाएको छ। दुवै चित्र अवलोकन गर्नुस् र तल सोधिएका प्रश्नको कम्पेयर एन्ड राइट देयर सिमिल्यारिटिज एन्ड डिफरेन्स। हेर्नुस् त, तुलना गरी समानता र भिन्नता लेख्नुस्। अब समानता, एउटा सुन्तला छ, यो चाहिँ के हो नि, साइकस हो है। हो, अब साइकस भनेको जिम्नोस्पर्म हो, यो चाहिँ के हो नि, एन्जियोस्पर्म हो, यो के भन्नुस् त, जिम्नोस्पर्म हो। समानता, अब जिम्नोस्पर्म र एन्जियोस्पर्म भनेको दुवै डिभिजन ट्राकियोफाइटा अन्तर्गतका बिरुवाहरू हुन्। भनेपछि दुवै बिरुवाहरूमा के हुन्छ हेर्नुस् त, जाइलम र फ्लोएम पूर्ण रूपमा विकसित हुन्छन्। दुवै बिरुवाहरूमा भास्कुलर तन्तु जाइलम र फ्लोएम पूर्ण रूपमा विकसित हुन्छन्। दे बोथ हैव डेभलप भास्कुलर टिस्यू जाइलम एन्ड फ्लोएम। कति सजिलो है, राम्रो पनि भयो नि यो। दुवै बिरुवाहरूमा जरा, काण्ड, पात प्रष्ट छुट्याउन सकिन्छ। इन बोथ प्लान्ट्स रूट, स्टिम एन्ड लिव्स क्यान बी क्लियरली डिस्टिंग्विश। हामीले चाहिँ जरा, काण्ड, पात मजाले छुट्याउन सकिन्छ है। त्यसपछि यिनीहरुमा के हुन्छ, भास्कुलर तन्तु पूर्ण रूपमा विकसित भएको हुन्छ। ल हेर्नुस् त, अब भिन्नता, सुन्तलामा वास्तविक फूल हुन्छ, रियल फ्लावर, माने साइकस चाहिँ यो जिम्नोस्पर्म अन्तर्गत हो, जसमा फूलको सट्टा के हुन्छ, कोन हुन्छ। ऑरेंज हैव रियल फ्लावर व्हेरेज साइकस हैज कोन इंस्टेड अफ फ्लावर। साइकस हैव कोन इंस्टेड अफ फ्लावर है। साइकस हैव कोन इंस्टेड अफ फ्लावर। ल, साइकस हैव कोन इंस्टेड अफ फ्लावर है त। ल हेर्नुस्, त्यस्तै गरी अर्को समानता छ, सुन्तलामा फल भित्र बिउ हुन्छ। तपाईले सुन्तला खानु भएको छ, बिउलाई बाहिरबाट फलले ढाकेको हुन्छ, थाहा छ हामीलाई। भने साइकसमा के हुन्छ, जिम्नोस्पर्मको मेन क्यारेक्टर फल रहित बिउ हुन्छ। ऑरेंज हैव सीड्स इनसाइड द फ्रूट व्हाइल साइकस हैव फ्रूट विदाउट सीड विदाउट फ्रूट। फ्रूटलेस सीड भन्ने नि हुन्छ है। साइकस हैव फ्रूटलेस सीड्स भन्ने नि हुन्छ। तपाईहरुले अब सीड्स विदाउट फ्रूट भन्ने नि हुन्छ, अथवा फ्रूटलेस सीड भन्ने भने अझ राम्रो होला है। दैट फ्रूटलेस सीड है, फ्रूटलेस सीड, फ्रूटलेस सीड यो जान्नु होला। यसमा समस्या छैन होला जस्तो लाग्छ मलाई है। ल, म अगाडि बढे।
है त म अगाडि बढ्न चाहे यो क्वेशन भयो है भर्खरै ल ठीक छ यो क्वेशन भएको छ फ्रेन्ड्स यिनीहरूको सब डिभिजन उल्लेख गर्नुहोस् साथै उक्त सब डिभिजनमा पढ्नुको कारण पनि लेख्नुहोस् भनेको छ हाम्रो त बिरुवा त सम्झिनु भएको छ नि तपाईहरुले है के छ रे एउटा सुन्तला छ एउटा चाहिँ साइकस छ अनि सब डिभिजन सुन्तला एन्जियोस्पर्म साइकस जिम्नोस्पर्म हैन सब डिभिजन्स भनेको छ नि रिजन फर प्लेसिङ देम इन सब डिभिजन अब हेर्नु सब डिभिजन पर्नु यहाँ सुन्तला वास्तविक फूल हुन्छ र बिउलाई फलले ढाकेको हुन्छ इट हैज रियल फ्लावर एन्ड सीड्स आर इन्क्लोज्ड बाइ फ्रुट अब जिम्नोस्पर्मको मेन क्यारेक्टर के होला भन्नुस् त के होला भन्नुस् है वास्तविक फूलको सट्टा कोन हुन्छ र फल बिनाको नाङ्गो बिउ हुन्छ इट हैज कोन इन्स्टेड अफ फ्लावर एन्ड फ्रुटलेस सीड है कोन इन्स्टेड अफ फ्लावर एन्ड फ्रुटलेस सीड भन्ने भयो यो दुईटा तपाईहरुले जान्नु होला फ्रुटलेस सीड भन्ने जान्नु होला म अगाडि बढे यी दुई मध्ये कुन बिरुवा विकसित छ कारण सहित लेख्नुस् भनेको छ which one of them is more advanced classify with reasons भनेको छ र हेर्नुस् त दिएका दुई बिरुवाहरू मध्ये साइकस भन्दा सुन्तला बढी विकसित हुन्छ किनकि फ्रेन्ड्स सुन्तलाको बिउ के हुन्छ सुन्तलाको बिउ फल भित्र हुन्छ भने साइकसमा के हुन्छ फल बिनाको नाङ्गो बिउ हुन्छ सुन्तलामा बिउ के हुन्छ फल भित्र हुन्छ सुन्तलामा बिउ के हुन्छ फल भित्र हुन्छ भने साइकसमा फल बिनाको नाङ्गो बिउ हुन्छ सुन्तलामा वास्तविक फूल हुन्छ भने साइकसमा फूलको सट्टा के हुन्छ कोन हुन्छ अर्को हेर्नुस् त तपाईहरुले पढेकै कुरा रिपिट भइराछ न भयो वास्तविक फूल हुन्छ भने साइकसमा फूलको सट्टा कोन हुन्छ सुन्तलामा फूलमा ओभरी हुन्छ भने साइकसको कोनमा ओभरी हुँदैन हामीले अघि पनि पढाएको थियौं दे हैव ओभल्स बट नट ओभरी भनेर hence out of the two given plants orange is more developed than cycas because in orange seeds are inside the fruit while in cycas यहाँ अलि ल्याङ्ग्वेज मिलेन है while cycas have Cycas have के भने हेर्नुस् त naked seed without fruit naked seed without fruit भने चाहिँ अर्को हेर्नुस् त Cycas have naked seed without fruit orange have true flowers Cycas have cone instead of flower orange have ovaries in their flower sorry यसलाई चाहिँ यसरी भन्दा ठीक होला ओभरिज भन्दाखेरि त धेरै ओभरी भयो जस्तो हुन्छ फेरि हैन त्यसलाई चाहिँ म थोरै मिलाइन्छु है orange have ovary in their flowers फूलहरुमा ओभरी हुन्छ ओभरी in their flower है फूलमा ओभरी हुन्छ Cycas do not have ovaries in their cones तिनीहरुको कोनमा चाहिँ के हुँदैन ओभरी हुँदैन है ओभरी इन देयर कोन्स ओभरी हुँदैन त्यही भएर के हुन्छ फ्रुटलेस सीड हुन्छ भनेर हामीले अघि नै डिस्कस गरिसकेका छौं एकचोटी तपाईहरुले यसलाई हेरेर लेख्नुस् त सायद कन्फ्युजन छैन होला ल हेर्नुस् म अगाडि बढ्न चाहे यो चार्टले जनावरहरुको चार समूह देखाउँछ र यहाँ एउटा चार्ट दिएको छ हामीलाई पक्कै पनि क्वेशनमा यो चार्ट दिएको छ हेर्नुस् त जमिनमा बस्ने पानीमा बस्ने मेरुदण्ड भएका नभएका भनेको छ माछा कुन समूहमा पर्छ भनेको छ यो नयाँ टाइपको क्वेशन पनि हो हेर्नुस् त माछा फिश भनेको छ फिश हामीले जान्नु पर्यो फिश जमिनमा बस्छ कि पानीमा बस्छ ल भन्नुस् पहिला यो लाइनमा हेरौँ न फिश कहाँ हुन्छ पानीमा बस्छ भने चाहिँ हामीले यो अगाडिको हेर्नै पाइएन यो पनि भ्याइयो यो पनि भ्याइयो अब हामीले चाहिँ हेर्ने बी र डी मा हो अब मेरुदण्ड भनेको भर्टिब्रेट्स हो कि इन्भर्टिब्रेट्स होला भन्नुस् भर्टिब्रेट्स हो माछा त भनेपछि के हुन्छ दिएको चार्टमा माछा सरी यहाँ रङ मैले गरिरहेको छु है माछा कहाँ पर्छ ल भन्नुस् त डी मा पर्छ
डी समूहमा पर्छ। सरी है, यो चाहिँ माछा कहाँ पर्छ भन्छ त डी समूहमा पर्छ। किनभने माछा के हो नि, हेर्नुस् त माछा के हो पहिला यसरी हेर्नुस् के है, यो सही छ। यो क्वेसन यासीमा पनि सोध्न सक्छ। जमिनमा बस्छ कि पानीमा बस्छ माछा? पानीमा बस्छ भने चाहिँ अगाडिको त बिग्रियो, जमिनमा बस्ने बिग्रिहाल्यो। अब हामीले त्यार्सो हेर्नु पर्यो। मेरुदण्ड नभएका भनेको इन्भर्टिब्रेट्स, मेरुदण्ड भएका भर्टिब्रेट्स, माछा भर्टिब्रेट्स हो भने चाहिँ डीमा पर्छ है त। ल डीमा पर्छ माछा भन्ने भयो। सजिलो छ, म अगाडि बढेँ। फाइलम पोरिफेरामा पाचन प्रणाली विकसित भएको हुँदैन, विकास भएको हुँदैन। पोरिफेरा अन्तर्गतका जीवमा पाचन प्रणाली विकास भएको हुँदैन। यिनीहरूमा पाचन कसरी हुन्छ लेख्नुहोस् भनेको छ। हेर्नुस् त यहाँनिर डाइजेस्टिभ सिस्टम इज नट डेभलप्ड इन द एनिमल अफ फाइलम पोरिफेरा। हाउ डु दे डाइजेस्ट फुड भनेको छ। यसको एन्सर चाहिँ मैले सिधै सुरु गरेँ। फाइलम पोरिफेरामा पाचन प्रणाली विकास भएको हुँदैन। हामीलाई थाहा छ यिनीहरूको शरीरमा मसिना छिद्रहरू हुन्छन्। पोरिफेरा भनेको दे हेभ स्मल पोर्स इन देयर बडी, शरीरमा मसिना छिद्र भएका भनेर पढियो। मसिना साना छिद्रहरूलाई ओस्टिया भनिन्छ र एउटा ठुलो छिद्र हुन्छ जसलाई के भनिन्छ अस्कुलम भनिन्छ। ओस्टियाबाट पानी भित्र छिर्दा पानीमा भएको अक्सिजन र खानालाई सोसेर लिई अब केबाट लिन्छ त भन्दाखेरि ओस्टियाबाट पानी छिर्छ र अस्कुलमबाट निस्किन्छ। वाटर क्यानल सिस्टम डेभलप हुन्छ भनेर हामीले पढेछौँ। भनेपछि के हुन्छ ओस्टियाबाट पानी भित्र छिर्छ र पानीमा त अब न्युट्रियन्ट्सहरू हुन्छ, अक्सिजनहरू हुन्छ नि, अक्सिजन हुन्छ, न्युट्रियन्ट्सहरू हुन्छ। सोसेर लिई अनावश्यक पदार्थ अस्कुलमबाट बाहिर निष्कासन गर्दछ जसलाई वाटर क्यानल सिस्टम भनिन्छ। यसरी ओस्टियाबाट पानी भित्र छिर्ने र त्यहाँ भएको अक्सिजन र न्युट्रियन्ट्सहरू एनिमलले प्राप्त गर्ने र अस्कुलमबाट पानी बाहिर निस्किनेलाई वाटर क्यानल सिस्टम भन्छ। यसरी फाइलम पोरिफेरामा पाचन हुन्छ भनेको छ। द फाइलम पोरिफेरा डज नट ह्याभ डेभलप्ड डाइजेस्टिभ सिस्टम है। They have small pores in their bodies, in their body. They have small pores in their body. They have small pores in their body. है शरीरमा मसिना धेरै छिद्रहरू हुन्छन्। Small pores in their body. Glands. The small pores are called ostia. The small साना साना पोरहरूलाई के भन्छ नि ओस्टिया भनिन्छ। Small pores are ostia. एन्ड अ लार्ज पोर इज कल्ड अस्कुलम। ठुलो एउटा छिद्र हुन्छ त्यसलाई लार्ज पोरलाई अस्कुलम भन्छ भने धेरै स्मल पोर्सहरू हुन्छ त्यसलाई ओस्टिया भनिन्छ। दे एब्जर्ब अक्सिजन एन्ड फुड फ्रम द, हेर्नुहोस् त यिनीहरूले के गर्छन् भने खानेकुराबाट के गर्छन् ल हेर्नुहोस् त खानेकुराबाट त्यहाँ भएको अक्सिजन एन्ड फुड फ्रम द वाटर थ्रु द ओस्टिया, ओस्टियाबाट छिरेको पानीमा भएका अक्सिजन र खानालाई एब्जर्ब गर्छन्। एन्ड एक्सक्रिट वेस्ट प्रोडक्ट थ्रु द अस्कुलम, र अस्कुलमबाट के गर्छन् एक्सक्रिट गर्छन्, निष्कासन गर्दछन्। दिस इज अल्सो कल्ड वाटर क्यानल सिस्टम। दिस इज हाउ डाइजेसन टेक्स प्लेस इन फाइलम पोरिफेरा। यसरी चाहिँ के हुन्छ फाइलम पोरिफेरामा के हुन्छ डाइजेसन हुन्छ भनेको अर्थ यिनीहरूको शरीरमा धेरै मसिना छिद्र हुन्छन् भने एउटा ठुलो छिद्र हुन्छ। तपाईले यसरी बुझ्नु होला, मसिना छिद्रबाट पानी भित्र छिर्छ र ठुलो छिद्रबाट निस्किन्छ। त्यो पानीमा भएको अक्सिजन र खानेकुराहरू न्युट्रियन्ट्सहरू सोसेर लिन्छन् र यिनीहरूले के गर्छन् यसरी चाहिँ पाचन हुन्छ भन्ने कुरा भयो है त। ल लेख्नुस् कस्तो लागिरहेछ। विज्ञान तथा प्रविधि विषयलाई केही सहज बनाउने उद्देश्यले यो भिडियो तयार गरिएको छ। त्यस्तै गरी क्वेसन नम्बर जी अन्तर्गत रहेको छ। हेर्नुहोस् त क्वेसन, राकेशले चौरमा खेल्दा खेल्दै एउटा नयाँ जनावर देखेछन्। उनले जन्तु जगतको वर्गीकरणको ज्ञान प्रयोग गरेर, हामीले क्लासमा पढिसकेका छौँ है, विभिन्न जगत अन्तर्गतको फाइलमहरू पनि हामीले पढिसक्यौँ। उक्त जनावर कुन फाइलममा पर्छ भनेर कसरी पत्ता लगाउँछन् व्याख्या गर्नुहोस् भनेको छ। राकेश saw an animal while he was playing in the ground. How can he identify the phylum of that animal by using taxonomic knowledge of kingdom Animalia भनेको छ। एक्सप्लेन। हेर्नुहोस् त यहाँनिर जन्तु जगतको वर्गीकरणको ज्ञान प्रयोग गरेर उक्त जनावर कुन फाइलममा पर्छ भनेर निम्न अनुसार पत्ता लगाउन सकिन्छ। मैले यही इङ्ग्लिसको नि सँगै राखेको छु। बाई द फलोइङ वेज ही क्यान आइडेन्टिफाई द फाइलम
of that animal by using taxonomic knowledge of kingdom Animalia. अब यो कुन फाइलममा पर्छ भन्ने कुरा निम्न अनुसारले चाहिँ थाहा पाउन सक्छ। जस्तै पोरिफेरा भनेको छ हेर्नुस् त, फाइलम पोरिफेरा अन्तर्गतका जीवमा यदि शरीरमा मसिना छिद्र भएका मेनी स्मल पोर्स इन देयर बडी, यदि इन द बडी है, यदि उक्त जनावरको शरीरमा धेरै मसिना छिद्रहरू छन् भने त्यो जनावर केमा पर्छ हेर्नुस् त, त्यो जनावर फाइलम पोरिफेरामा पर्छ भनेर उले चाहिँ डिस्टिंग्विश गर्छ। सिलेन्ट्रेटा भनेको छ, सिलेन्ट्रेटा भनेको टेन्टाकल्स हुने, ह्याभ टेन्टाकल्स हुने र शरीर रित्तो भाँडो जस्तै हुने, टेन्टाकल्स एन्ड सिलिन्ड्रिकल बडी भनेको छ। यसको होलो बडी अथवा सिलिन्ड्रिकल बडी भन्ने कुरा भयो है त। त्यसपछि अर्को रहेको छ प्लाटिहेल्मिन्थिस भनेको शरीर पात वा रिबन जस्तै च्याप्टो हुने, फ्ल्याट बडी लाइक अ लिफ अर रिबन, पात जस्तो अथवा रिबन जस्तो च्याप्टो र लाम्चो शरीर भएकोलाई। नेमाहेल्मिन्थिस भनेको शरीर लामो र गोलो भई दुवैपट्टि चुच्चो हुने, लङ एन्ड इलंगेटेड बडी। एनालिडा भनेको छ शरीर लाम्चो डोलो र खण्ड खण्ड मिली बनेको, इलंगेटेड राउन्ड एन्ड सेगमेन्टेड बडी। यदि सेगमेन्टेड बडी हो, मेन चाहिँ एनालिडामा आउँछ, सेगमेन्टेड बडी आउँछ, सेगमेन्टेड बडी भन्ने एनालिडा भयो। आर्थोपोडा भनेको शरीर खण्ड खण्ड परेको र जोर्नी भएका खुट्टा हो र जोइन्टेड लेग भन्यो भने आर्थोपोडा भयो, जोइन्टेड लेग। मोलस्का भनेको शरीर नरम शरीर भएको, शरीर टाउको भिस्रेल मांसपेशीबाट बनेका खुट्टा र मेन्टलमा विभाजित भएको, सफ्ट बडी अथवा बडी डिवाइडेड इन्टु हेड हो र भिस्रल मास भन्ने सम्झिनु होला है, भिस्रल मास। मस्कुलर लेग एन्ड मेन्टल र कडेटा भनेको भर्टिब्रेट्स। यसरी हामीले देखेको जीवलाई यी क्यारेक्टर्सको आधारमा उक्त जीव कुन फाइलम अन्तर्गत पर्छ भनेर हामीले चाहिँ आइडेन्टिफाई गर्न मिल्छ है। त्यस्तै गरी राकेशले पनि जब उसले देखेको जनावर कुन फाइलम अन्तर्गत पर्छ भनेर यसरी उसले के गर्न सक्छ, क्लासिफाई गर्न सक्छ, यसरी क्लासिफाई गर्न सक्छ। यसमा चाहिँ मैले नेपाली र इंग्लिश मिडियम सँगै राखिदिएको छु र तपाईले एन्सर लेख्ने बेलामा त्यो हेर्नु होला एकचोटी है त। म अगाडि बढे। नम्बर केमा छ, शार्क र व्हेल दुवै पानी भित्र बस्ने जनावर हुन्। हामीलाई थाहा छ दुईटै पानीमा पाइन्छन्। यी जनावरका विशेषताका आधारमा निम्नमध्ये कुन चाहिँ विकसित जनावर हो, कारण सहित व्याख्या गर्नुस् भनेको छ। शार्क एन्ड व्हेल बोथ लिभ इन वाटर बेस्ड अन देयर फीचर्स व्हिच इज मोर डेभलप एनिमल एक्सप्लेन विथ रिजन्स भनेको छ। ल हेर्नुस्, शार्क र व्हेल दुवै पानी भित्र बस्ने जीव भए तापनि विकास क्रम र शारीरिक विशेषताको आधारमा व्हेल बढी विकसित जनावर हो। व्हेल बढी विकसित, यी दुईटा मध्ये व्हेल भनेको व्हेल बढी मोर डेभलप एनिमल हो। किन भन्ने कुरा छ, किनकि ल हेर्नुस् त, अब शार्क एक माछा हो अथवा यो माछा वर्ग अन्तर्गत पर्दछ भने व्हेल एक स्तनधारी जनावर हो। शार्कले अण्डाबाट बच्चा जन्माउँछ भने व्हेलले सिधै बच्चा जन्माउँछ र आफ्नो बच्चालाई के गर्छ, दुध चुसाउँछ। शार्क चिसो रगत हुने जीव हो भने व्हेल तातो रगत हुने जीव हो। शार्कको मुटुमा 2 वटा मात्र कोठा हुन्छन् भने व्हेलको मुटुमा 4 वटा कोठा हुन्छन्। Although both shark and whales are aquatic animals, whales are more advanced in terms of development and physical characteristics because whale is more developed because shark are fish, shark lies in class fish while whale are mammals. Whale चाहिँ के भन्ने mammals हुन्। Shark usually lay eggs. Shark ले के गर्छ, it reproduce by laying eggs, but whale gives birth directly and suckle their youngs र दूध चुसाउँछ। Shark are cold-blooded animal while whales are warm-blooded animal. Shark have only two chambered heart है, only two chambered heart यसो राख्यो भने। अब त्यसपछि के छ, whale have 4 chambered heart, 2 chambered heart। शार्कको चाहिँ दुई मुटुमा 2टा कोठा हुन्छन् भने यो whaleकोमा चाहिँ 4 chambered heart हुन्छ भन्ने भयो।
यसमा पक्कै पनि विद्यार्थी भाइ बहिनीहरुलाई हेर्नुस् त यो चाहिँ कम्प्यारिजन गरेका छौं हामीले र यसरी चाहिँ हेर्दाखेरि बडी डेभलप चाहिँ हामीलाई शार्प भन्दा वेल लाग्यो भनेर हामीले चाहिँ आन्सर लेखेका छौं। तपाईहरुले पक्कै पनि यो बुझ्नु भएको छ भन्ने मैले अपेक्षा गरे र अगाडि बढ्न चाहे। यहाँ दुईवटा जनावरको चित्र दिएको छ, तुलनात्मक अध्ययन गरी तलका प्रश्नको उत्तर दिनुहोस् भनेको छ। यहाँ दुईटा जनावर छन् हेर्नुस् त के छन् नि, एउटा ब्याट छ एउटा इगल छ है, ब्याट र इगल छ। हेर्नुस् पिक्चर्स अफ टु एनिमल्स आर सोन बिलो, तल दिएको छ यहाँनेर। कम्पेयर देम एन्ड आन्सर द फलोइङ क्वेशन्स भनेको छ। हेर्नुस् त यी जनावरहरू कुन फाइलम र क्लास अन्तर्गत पर्दछन्, इन व्हिच फाइलम एन्ड क्लास डु दे बिलोंग्स भनेको छ। दिएका जनावरहरूको फाइलम र क्लास यस प्रकार छ। द फाइलम एन्ड क्लास अफ गिवन एनिमल्स आर, मैले टेबल बनाएको छु, दुईटा फाइलम र क्लास लेख भनेको छ। अगाडि चमेरो दिएको छ ब्याट र पछाडी गिद्धको चित्र दिएको छ हामीलाई। दुईटै कर्डेटा फाइलम अन्तर्गत पर्दछन् भने चमेरो ब्याट चाहिँ म्यामिलिया स्तनधारी हो भने गिद्ध चाहिँ पंक्षी अथवा सरी यहाँनेर है एप्स, सरी यहाँ मिलाउनु पर्ने छ, एप्स एप्स भन्ने क्लास अन्तर्गत पर्दछ। एप्स क्लास अन्तर्गत पर्दछ। ल हेर्नुस् त यसमा केही समस्या छ भने भन्नुस्। तपाईहरुले पाठ पढिसक्नु भएको छ, एक्जाम्पलहरु पढिसक्नु भएको छ है। म अगाडि बढे। यी जनावरहरूका बीचका कुनै दुई समानता र असमानता लेख्नुस् भनेको छ। राइट एनी टू सिमिलरिटीज एन्ड डिसिमिलरिटीज बिट्विन देम भनेको छ। ल हेर्नुस् एनी टू सिमिलरिटीज एन्ड डिसिमिलरिटीज बिट्विन देम आर एज फलोज। ल हेर्नुस् समानता मैले अगाडि लेखेँ। यिनीहरूको शरीरमा मेरुदण्ड हुन्छ जसले शरीरको सम्पूर्ण शरीरको सपोर्ट गर्दछ, अथवा यो लामो हुन्छ भने तपाईहरुले दे ह्याभ भर्टिकल कोलम मात्र लेखे हुन्छ। शरीरमा मेरुदण्ड हुन्छ व्हिच सपोर्ट द होल बडी। यिनीहरूको बन्द रक्त सञ्चार प्रणाली हुन्छ दुवैको। क्लोज सर्कुलेटरी सिस्टम, दैट मीन्स ब्लड फ्लो थ्रू ब्लड भेसल, रक्त नलीमा मात्र रगत प्रवाह हुन्छ। दे हैव क्लोज टाइप अफ सर्कुलेटरी सिस्टम। अब यता गिद्ध ओभिप्यारस हो तर चमेलो भिभिप्यारस हो। इगल इज ओभिप्यारस व्हेरेज बैट इज भिभिप्यारस है। बैट भिभिप्यारस हो, दैट गिव्स डाइरेक्टली बर्थ टू यङ वन्स। गिद्धले अण्डाबाट बच्चा जन्माउँछ भने चमेरोले सिधै बच्चा जन्माउँछ। गिद्धको शरीर प्वाखले ढाकेको हुन्छ भने चमेरोको शरीर रौँले ढाकेको हुन्छ। द बडी अफ इगल इज कभर्ड बाई फिदर बट द बडी अफ ब्याट इज कभर्ड बाई हियर। चाहिँ हामीले चाहिँ के गरियो, इगल र ब्याट बीचका सिमिलरिटीज र डिसिमिलरिटीजहरुलाई यहाँनिर चाहिँ मैले प्रस्तुत गरेँ। सिमिलरिटीज र डिफरेन्सेसहरुलाई मैले चाहिँ यहाँनिर प्रस्तुत गरेँ। त्यस्तै गरी थर्ड नम्बरमा छ हेर्नुस् त, यी जनावरको अध्ययनले क्रम विकासको अवधारणालाई कसरी स्पष्ट पार्दछ अथवा कसरी इभोल्युसन भयो भन्ने कुरालाई व्याख्या गर्दछ भनेको छ। हाउ डज द स्टडी अफ दिज एनिमल्स क्लेरिफाई द कन्सेप्ट अफ इभोल्युसन भनेको छ। ल हेर्नुस् नेपालीमा छ, पहिला बुझ्नुस्। यदि हामीले माथि दिएका जीवहरूका विशेषताको अध्ययन गर्यौं भने हामी यिनीहरुमा केही समानता र केही भिन्नताहरू पाउन सक्छौं है। यी दुईटा जीवमा केही समान गुण छन् भने केही भिन्न गुणहरू छन्। दिएका जनावर दुवैमा समानता हेर्नुस्, दुवैमा 4 कोठा भएको मुटुमा 4 च्याम्बर हार्ट 4वटा कोठा हुन्छन्। तातो रगत भनेको समतापी जस्ता समान गुण छन् भने तर चमेरोको शरीर रौँले ढाकेको हुन्छ। साथै यसले बच्चा जन्माउने र बच्चालाई दूध चुसाउँछ है। चमेरोले बच्चा जन्माउँछ र बच्चालाई दूध चुसाउँछ, तर गिद्धको शरीर प्वाखले ढाकेको हुन्छ र यसले अण्डाबाट बच्चा जन्माउँछ। यसरी तुलना गरेर हेर्दा, कम्पेयर गर्दाखेरि हेर्नुस् त, गिद्ध भन्दा चमेरो बढी विकसित छ किनभने यसले बच्चा जन्माउन सक्छ र बच्चालाई दूध चुसाउँछ। समान गुणले यिनीहरू एउटै पुर्खाबाट विकसित भएका तर विकास क्रममा नयाँ गुण देखिँदै गएको प्रष्ट हुन्छ। समान गुणले गर्दा एउटै पुर्खाबाट विकास भएका र फरक गुणले गर्दा है, र फरक गुणले भन्ने यहाँ लेख्छन् अझ प्रष्ट होला। समान गुणले यिनीहरू एउटै पुर्खाबाट विकसित भएका तर फरक गुणले विकास क्रममा नयाँ गुणहरू देखिएको प्रष्ट हुन्छ।
है है हेर्नुहोस् है अब यहाँ थोरै मिलाउनु पर्ने थियो मिलाएँ हेर्नुहोस् यो पढ्नुहोस् त कति अब भाषा मिलेको जस्तो लाग्छ मलाई समान गुणले यिनीहरू एउटै पुर्खाबाट विकसित भएका तर फरक गुणले विकास क्रममा नयाँ गुण देखिँदै गएको प्रश्न हुन्छ जसले क्रम विकासको अवधारणालाई पुष्टि गर्दछ इङ्ग्लिसमा हेर्नुहोस् इफ वी स्टडी द क्यारेक्टरिस्टिक्स अफ एबोभ गिभन क्रिएचर्स माथि दिएका जीवहरूको जब हामीले चाहिँ क्यारेक्टरिस्टिक्सहरू स्टडी गर्छौँ we can find some similarities and some differences in them तिनीहरुमा केही समान गुण भेटिन्छ भने केही फरक गुण भेटिन्छ both the animals have similar characteristics like four chambered heart दुवैमा four chambered heart छ warm blooded भनेको homeothermic but the body of bat is तर के छ नि यी समान क्यारेक्टर भए but the bat is covered with hairs and gives birth to young and feeds its young with milk र तिनीहरुलाई के गर्छ बच्चा जन्माउँछ र बच्चालाई के गर्छ दूध चुसाउँछ whereas the body of eagle is covered with feather प्वाखले ढाकेको हुन्छ इगलको and reproduced by egg र अण्डाबाट बच्चा जन्माउँछ in this comparison हेर्नुस् त bats are more developed animal than eagles यी दुईटा मध्ये bat चाहिँ बढी डेभलप हुन्छ है bat is more developed animal than eagle यसरी तुलना गर्दाखेरि bat is more developed animal than eagle यसरी हेर्दाखेरि चमेरो बढी विकसित जनावर जस्तो देखिन्छ यसको क्यारेक्टर स्टडी गर्दाखेरि है with similar traits it is clear that they evolved from the same ancestor समान गुणले गर्दा यिनीहरू एउटै पुर्खाबाट आएका भन्ने कुरा प्रमाणित हुन्छ but distinct characters appears during the development process र फरक गुणहरू के भयो नि डेभलपमेन्ट प्रोसेसमा विकास क्रममा विकसित भए which confirms the concept of evolution जसले चाहिँ इभोल्युसन को कन्सेप्टलाई के गर्छ कन्फर्म गर्छ भन्ने कुरा छ ल हेर्नुस् त यहाँनेर यो चाहिँ हामीले जान्न पर्ने कुरा पनि छ हामीले जीवहरूको विकास क्रम कसरी आयो भन्ने कुरा पनि हामीले पढ्नु पर्ने हुन्छ त्यसैले गर्दा तपाईहरुले जब दुईटा जीवहरू हामीले चाहिँ अब्जर्भ गरिन्छ अथवा तिनीहरुको क्यारेक्टरिस्टिक्सहरु स्टडी गरिन्छ they have some similar characters and some characters may distinct तिनीहरुमा समान गुण हुन्छ भने केही गुणहरू फरक हुन्छ समान गुणले के बुझ्छ भने they evolved from the same ancestor तिनीहरु एउटै पुर्खाबाट आएका थिए भन्ने बुझिन्छ भने distinct characterले के गर्छ new characters were developed during the evolution हुँदै गयो जसले गर्दा केही नयाँ क्यारेक्टर्सहरु पनि डेभलप भयो भन्ने बुझिन्छ म अगाडि त्यसैगरी अब म प्रश्न नम्बर यम तिर अगाडि बढ्न चाहे हेर्नुस् त क्वेशन यस प्रकार छ सजीवहरूको वर्गीकरण र क्रम विकास बीचको सम्बन्ध व्याख्या गर्नुहोस् एक्सप्लेन द रिलेसन बिट्विन क्लासिफिकेसन अफ लिभिङ बीइंग्स एन्ड इभोल्युसन भनेको छ हेर्नुस् त सजीवहरूको वर्गीकरण भनेको समानता र भिन्नताका आधारमा यिनीहरूलाई समूहबद्ध गर्ने प्रक्रिया हो त्यसैगरी विकास क्रम भनेको जीवित प्राणीहरूलाई सरलबाट जटिल रूपमा क्रमिक रूपमा परिवर्तन गर्ने प्रक्रिया हो धेरै समान विशेषताहरू भएका सजीवहरूलाई वर्गीकरणमा एउटै समूहमा राखिएको हुन्छ है समान क्यारेक्टर भएकोलाई एउटा समूहमा राखिएको हुन्छ अनि फरक भएकोलाई अर्को समूहमा राखिएको हुन्छ यदि हामीले विभिन्न जगत र तिनका डिभिजन वा फाइलम अन्तर्गतका जीवहरूका विशेषताहरूको अध्ययन गर्यौं भने हामी यिनीहरूमा केही समानता र केही भिन्नताहरू पनि पाउन सक्छौं यसले के प्रमाणित गर्छ भने समान गुणले सबै जीवहरूको साझा वंश छ र फरक गुणले के बुझाउँछ भने जीवहरूको विकास क्रम साधारणबाट जटिलतर्फ भइरहेको छ भन्ने बुझिन्छ यसरी सजीवको वर्गीकरण जीवहरूको विकास क्रममा आधारित हुन्छ भन्न सकिन्छ लेट्स अब यता इंग्लिशमा छ क्लासिफिकेसन अफ लिभिङ बीइंग्स इज द प्रोसेस अफ a definition of grouping them on the basis of similarities and differences. Similarly, evolution is the process of gradual change in the living beings from simple to complex. Right? Organisms that have many common characteristics are placed in the same group in the classification of living beings. If we study the characteristics of organisms under different kingdom and division,
phyla of kingdom we can find some similarities and some differences among them. अब हामीले चाहिँ डिभिजनहरु र फाइलमहरुमा हेर्यौं भने केही समान गुण र केही फरक गुण भेट्टा फेला पार्छौं. This proves that all the organisms of different kingdom have a common ancestry. Kingdom फरक भयो भने तिनीहरु चाहिँ के छन् नि डिफरेंट फाइलम भयो भने they have common ancestry and evolution of organism takes place from simple to complex. Thus it can be said that the classification of organism is based on the evolution of organism. यसरी चाहिँ जुन हामीले अहिले 5 kingdom classification पढ्छौं it is totally depends upon the evolution of organism भनेर भनिन्छ भन्ने कुरा छ. ल एक्चुअली यसलाई हेर्नुस् त, यसलाई लेख्नुस्. ल म एकछिन वेट गरे. अहिले भन्न खोजेको कुरा के छ भने जीवहरुमा समान गुण पनि छन्, फरक गुण पनि छन्. समान गुणले गर्दा तिनीहरु को एन्सेस्टर अथवा वंश एउटै हो भन्ने बुझिन्छ र फरक गुणले गर्दा यो इन्भाइरोमेन्टको जुन चेन्जेसहरु हुन्छ त्यसले गर्दाखेरि चाहिँ जीवहरुमा पनि डेभलपमेन्ट हुँदैछ भन्ने कुरा बुझिन्छ भन्ने कुरा छ है. यसमा अरु के खासै केही छैन. यसमा हेर्नुस् अनि लेख्नुस्. म अगाडि बढे. यन नम्बरमा छ क्वेशन हेर्नुस् त. 5 जगतीय वर्गीकरण प्रणाली अनुसार वनस्पति जगतको चार्ट तयार गर्नुहोस्. यो मैले यहाँनिर चार्ट तयार गरेको छु वनस्पति जगतको है. वनस्पति जगतको चार्ट छ हेर्नुस् त. वनस्पति जगतलाई डिभिजन 3टा डिभिजनमा डिभाइड गरौ. अल्गी, ब्रायोफाइटा र ट्राकियोफाइटा. अब अल्गीको छैन, ब्रायोफाइटा, ट्राकियोफाइटाको फेरि 3टा सब डिभिजनमा डिभाइड गरेको छ. टेरिडोफाइटा, जिम्नोस्पर्म र एन्जियोस्पर्म सब डिभिजन र फेरि एन्जियोस्पर्मलाई 2टा वर्गमा डिभाइड गरेको छ. एक दलीय मोनोकट र 2 दलीय डाइकट. यो टेबल बनाउनुहोस्. ल यो टेबल बनाउने. यो प्लान्ट किंगडम को डिभिजन है. यो प्लान्टको डिभिजन हो. म अगाडि बढे. ओ नम्बर क्वेशन हेर्नुस् त. 5 जगतीय वर्गीकरण अनुसार जन्तु जगतको वर्गीकरणको चार्ट बनाउनुस् भनेको छ. जन्तु जगतको है ठ्याक्कै आगो रहेछ चाहिँ काटिन्छ. ल ठीक छ. जन्तु जगतलाई विभिन्न फाइलममा डिभाइड गर्यो. फाइलम पोरिफेरा, फाइलम सिलेन्ट्रेटा, फाइलम प्लाटिहेल्मिन्थिस, फाइलम नेमाथेल्मिन्थिस, फाइलम एन्नेलिडा, फाइलम आर्थ्रोपोडा, फाइलम मोलस्का, फाइलम इकाइनोडर्माटा र फाइलम कोडाटा. अब अरुको डिभिजन छैन, यहाँबाट गयो है. हेर्नुस् यहाँ फाइलम कोडाटालाई विभिन्न 4वटा सब फाइलममा डिभाइड गर्यो. फाइलम हेमिकोडाटा, सब फाइलम हेमिकोडाटा, सब फाइलम यूरोकोडाटा, सब फाइलम सेफालोकोडाटा र सब फाइलम भर्टिब्रेटा छ. अब फेरि सब फाइलम भर्टिब्रेटालाई विभिन्न क्लासमा यसलाई भर्टिब्रेटालाई मात्रै गरे, अरूलाई गरे हैन. हेर्नुस् है. क्लास पिसेस, एम्फिबिया, रेप्टिलिया, एप्स र म्यामिलिया. यसरी चाहिँ यो चार्ट तपाईहरुले कपीमा चट्ट ड्रा गर्नु होला र सकेसम्म तपाईहरुलाई सजिलो होस् भन्ने तरिकाले मैले चाहिँ यहाँ प्रिपेयर गरेको छु. एरो हेर्नु होला मेन कहाँबाट कहाँ पुगेछ भन्ने कुरा. अब हामी अन्तिमतिर आइपुगेका छौं. चित्रको अवलोकन गरी तर्का प्रश्नको उत्तर दिनुहोस् भनेको छ. लुक एट द पिक्चर बिलो एन्ड आन्सर द फलोइङ क्वेशन्स. हेर्नुस् यहाँ 5वटा यहाँ माछा दिएको रहेछ है, सर्प दिएको छ, यो ढुकुर के रे यो परेवा दिएको छ, यो भ्यागुता दिएको छ, बाघ दिएको छ. कुन जनावरको शरीरमा 2 कोठा भएको मुटु हुन्छ भनेको छ. व्हिच एनिमल हैज अ 2 चेम्बर हार्ट भनेको छ. माछाको शरीरमा 2 कोठा भएको मुटु हुन्छ. फिश हैज 2 चेम्बर हार्ट. ल माछाको 2 कोठा भएको मुटु हुन्छ. माछा 2, भ्यागुता 3, सर्प 3, एप्समा 4, यो चाहिँ 4 है त. ल म अगाडि बढे. कुन जनावरले बच्चालाई दुध चुसाउँछ भनेको छ. बाघले बच्चालाई दुध चुसाउँछ. टाइगर भनेको म्यामल्स हो. म्यामल्सले के गर्छ, बच्चा जन्माउँछ र बच्चालाई दुध चुसाउँछ. अर्को प्रश्न छ. भ्यागुता र सर्प बीचका 2वटा समानता यस प्रकार छन्. दुवै चिसो रगत भएका जनावर हुन्. दुवै ओभिप्यारस हुन्. हेर्नुस् त. दुवैको मुटुमा 3 कोठा हुन्छ. हियर आर 2 सिमिलरिटिज भनेर मैले 3 लेखेको छु. तपाईलाई 2टा लेख्नु होला. बोथ आर कोल्ड ब्लडेड एनिमल, बोथ आर ओभिप्यारस र बोथ ह्याभ 3 चेम्बर्ड हार्ट भनेको छ. ल हेर्नुस् है. यसमा
राइट एनी टु सिमिल्यारिटिज बिट्विन फ्रग र स्नेक बीचको सिमिल्यारिटिज कोल्ड ब्लडेड चिसो रगत भएका ओभी प्यारस भनेको अण्डाबाट बच्चा जन्माउने र 3 च्याम्बर्ड हार्ट भनेको मुटुमा 3टा कोठा भएको है यी जनावर मध्ये कुनका शरीरमा हावाका थैली हुन्छन् भनेको छ which of these animal have ear sac in the bodies भनेको छ माछा र परेवाको शरीरमा हावाका थैली हुन्छन् भनेको छ fish and pigeon have ear sacs in their body है माछा र परेवा ल यसरी यहाँ चाहिँ युनिट 2 भ्याइएको छ र पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूलाई विज्ञान तथा प्रविधि विषयको सिकाइमा यो भिडियोले केही सहयोग पुर्याउनेछ भन्ने मैले अपेक्षा लिएको छु र अरु भिडियोको लागि स्टडी साइन्स नेपाल अथवा युट्युब च्यानल स्टडी साइन्स 75 लाई सब्स्क्राइब गरेर अरु पाठहरुको पनि प्रश्न उत्तर साथै विभिन्न वर्कशीटहरु पनि गराउँछु म त्यो वर्कशीटहरु र विज्ञान तथा प्रविधि विषयसँग सम्बन्धित केही तपाईहरुलाई नबुझेका कुराहरु छन् भने कमेन्ट लेख्नु होला र त्यो अनुसार म तपाईहरुलाई चाहिँ सामग्री उपलब्ध गराउने म बाचा गर्दछु हस्त धन्यवाद।